क्यान्डल स्टिकको डिफिनेसन क्यान्डलको डेफिनेसनमा छ क्यान्डल स्टिक्सको डेफिनेसनमा थियौँ, त्यसपछि हामी डिस्कनेक्ट भयो हो। हजुर 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 सरी, नेट डिस्कनेक्ट भएछ। हामी क्यान्डल स्टिक्सको डेफिनेसनको बारेमा त यो सकिसकेको थियौँ। ल ठिक छ, जे होस्, क्यान्डल स्टिक्स भनेको केही पनि होइन, यो सकेका थियौँ सकेका थियौँ। ल ठिक छ, यो भिजुअल रिप्रेजेन्ट डेभलप इन जापानसम्म पुगेको छ जापान लास्टको बाँकी थियो। अब नेपाल फर्केर लास्टको एउटा पोइन्ट बाँकी छ ल प्रोभाइड मोर इन्फर्मेसन देन लाइन बार चार्ट भन्छ कि यसले भनेको लाइन बार, एउटा लाइन चार्ट हुन्छ, एउटा बार चार्ट हुन्छ, एउटा चाहिँ क्यान्डल स्टिक्स चार्ट हुन्छ। चार्टको प्रकार तीनवटा हुन्छ। लाइन चार्टले चाहिँ के गर्छ भनेपछि क्लोजिङ प्राइसको आधारमा एउटा चार्ट फर्मेसन हुन्छ भनेपछि त्यसले एउटा क्लोजिङ प्राइस मात्रै देखाउँछ। तर क्यान्डल स्टिक चार्टले चाहिँ के देखाउँछ, हाई क्लोज देखाउँछ। त्यही भएर कुमार जोशी सर प्लिज म्युट गरिदिनु होला। ल त्यही भएर यहाँ चाहिँ एउटा कोटेसन राखेको छ, एकदम इम्पोर्टेन्ट लागेर मलाई। रिड द मार्केट इमोसन थ्रु क्यान्डल्स, द्याट्स द वे टु सक्सेस। है, हामी क्यान्डल स्टिक्सको कलर, क्यान्डल स्टिक्सको नाम जान्दैनौँ। क्यान्डल स्टिक्सले हामीलाई मार्केटको सेन्टिमेन्ट, मार्केटको बायर र सेलरको इमोसन भनौँ न, साइकोलोजी चाहिँ सेन्टिमेन्ट सो गरिरहेको हुन्छ। त्यही भएर चाहिँ हामीले चाहिँ मार्केट त्यो क्यान्डलको साइकोलोजीलाई पढ्न सक्यौँ भने हामी ट्रेडिङमा सक्सेस हुने प्रोभाबिलिटी धेरै हुन्छ भन्ने आशयको चाहिँ एउटा कोटेसन यहाँ थियो, मैले त्यही भएर राखेँ। त्यस्तै गरेर अब आयो अहिले। ल इलिमेन्ट अफ क्यान्डल स्टिक्स भनेको छ, भन्नको मतलब यो चाहिँ इलिमेन्ट्स पनि भन्छ, यसलाई स्ट्रक्चर पनि भनेर भन्न मिल्छ। है, स्ट्रक्चर अफ क्यान्डल स्टिक्स भनेको त्यसमा के हुन्छ त, एउटा क्यान्डलमा हामीले अगाडि हेऱ्यौँ ओपन प्राइस हुन्छ, क्लोज प्राइस हुन्छ, हाई प्राइस हुन्छ, लो प्राइस हुन्छ, होइन, चेन्ज बडी हुन्छ र रेन्ज हुन्छ। अब हामीले ओपन हाई लो क्लोज त पढ्यौँ। यो विक्स जस्तो हाई र लो भनेको जहिले पनि विक्स हुन्छ, त्यसलाई विक्स पनि भन्छ, स्याडो पनि भन्छ। है, त्यस्तै गरेर द चेन्ज भनेको के हो त, ओपन र क्लोज बिचको जुन डिफरेन्स हुन्छ त्यसलाई चाहिँ बडी भन्छ। है, एकदम हामीलाई महत्त्वपूर्ण हुने भनेको ओपन र क्लोजिङ प्राइस हो। हाई र लो जहाँसुकै पुगोस् त्यति इम्पोर्टेन्ट हुँदैन, होइन। जति इम्पोर्टेन्ट चाहिँ के हुन्छ, ओपन र क्लोज प्राइस। अझ सबैभन्दा इम्पोर्टेन्ट भनेको क्लोजिङ प्राइस चाहिँ इम्पोर्टेन्ट हुन्छ, पावरफुल हुन्छ। है त, र हाई टु लो भनेपछि एउटा रेन्ज हुन्छ। यो भनेको के हो त भन्ने कुरा हामी यहाँबाट हेरौँ। है त, ल यहाँ चाहिँ दुईवटा क्यान्डल स्टिक छ, देखिरहनु भएको छ? हजुर देखिरहनु भएको छ? कसैले चाहिँ भनिदिनु होला, यो म बोलिरहेको कनेक्ट डिस्कनेक्ट पनि हुँदो रहेछ। ल यहाँ चाहिँ हामीले चाहिँ दुईवटा क्यान्डल देखिरहेछौँ, एउटा चाहिँ ग्रिन देखिरहेछौँ, एउटा रेड देखिरहेछौँ। यसमा चाहिँ के लेखेको छ भनेपछि बिचमा चाहिँ बडी भनेर लेखेको छ। ओपन र क्लोजको बिचमा जहिले पनि बडी हुन्छ। यसलाई चाहिँ डिफरेन्स, यो ओपन र क्लोजको डिफरेन्समा चाहिँ के हुन्छ, बिचमा बडी हुन्छ। माथि चाहिँ हाई हुन्छ, यो हाई प्राइस हुन्छ, त्यसलाई अप्पर विक्स भनिन्छ। र तल चाहिँ हेर्नुहोस् त, लो प्राइस, ओपन र लोको लेभलमा चाहिँ हुन्छ, त्यसलाई लोअर विक्स भनिन्छ। यो ओभरअल क्यान्डलको टप टु बटमलाई के भनिदो रहेछ, रेन्ज भनिदो। हाई टु लोलाई चाहिँ के भनिदो रहेछ, एउटा रेन्ज भनिदो रहेछ। र यो ग्रिन र रेडको के फन्डा हो भने, यदि ओपनिङ प्राइस भन्दा यो अन द बेसिस अफ चाहिँ के को आधारमा हुन्छ, क्लोजिङ प्राइसको आधारमा हामी रातो र हरियो क्यान्डल चाहिँ बन्छ। है, यदि ओपन प्राइस भन्दा क्लोजिङ प्राइस माथि हुन्छ भने त्यो बुलिस क्यान्डल भनिन्छ। यदि ओपनिङ प्राइस भन्दा क्लोजिङ प्राइस तल छ भने त्यसलाई बेरिस क्यान्डल भनिन्छ। यो रातो र हरियो क्यान्डल हुनुको रङको किन रातो हुन्छ, कुन बेला हरियो हुन्छ भन्नको लागि यदि क्लोजिङ प्राइसलाई हामीले आधार लिन्छौँ, क्लोजिङ प्राइसको रिफरेन्समा यो क्यान्डल ग्रिन हो या यो रेड हो भन्ने कुरा चाहिँ हामी छुट्याउँछौँ। यसलाई अझ इलाबोरेट फर्ममा यहाँ राखेको छ। बुलिस क्यान्डल भनेको के हो त, व्हेन द क्लोजिङ प्राइस इज हायर देन द ओपनिङ प्राइस। है, युजुअली चाहिँ के हुन्छ, ग्रिन हुन्छ अर व्हाइट हुन्छ। यो जुन व्हाइट क्यान्डल छ, पहिला कहीँ कहीँ चाहिँ कुनै कुनै सफ्टवेयरमा कतै कतै हामी व्हाइट पनि देख्छौँ, कतै चाहिँ ग्रिन देख्छौँ। प्रायः जस्तो चाहिँ ग्रिन भएको छ, किनभने यो पुरानो हो, व्हाइट र ब्ल्याक राख्ने। यो चेसको गोटीबाट चाहिँ प्रभावित भएर चाहिँ त्यसरी कलर राखेको थियो। तर अहिले चाहिँ प्रायः जस्तो सफ्टवेयरमा चाहिँ के हुन्छ, ग्रिन हुन्छ। तर कतै कतै सेतो भेट्नु भयो भने पनि त्यो ग्रिन हो। है, यो भनेको ओपनिङ प्राइस भन्दा क्लोजिङ प्राइस माथि भएको हुनाले यो चाहिँ ग्रिन भएको भन्ने बुलिस, यसलाई हामी बुलिस क्यान्डल भनेर यसको नामाकरण गर्छौँ। त्यस्तै बेरिस क्यान्डल भनेको के हो त,
when the closing price is lower than the opening price, अगाडि भने ओपनिङ प्राइस भन्दा क्लोजिङ प्राइस तल हुन्छ भने त्यसलाई चाहिँ बियरिश क्यान्डल भनिन्छ। यो त्यति धेरै हामी ओपन क्लोजिङ प्राइसको बेसिसमा बुलिश र बियरिश क्यान्डल भनेर पढे तापनि हामी क्यान्डलको कलर र क्यान्डलको नाम चाहिँ हामीलाई जान्न आवश्यक छैन। हामी सेन्टिमेन्टको आधारमा क्यान्डललाई के भनिदो रहेछ, क्यान्डलले के भन्न खोजेको छ भन्ने पर्छ। त्यो भनेको यहाँ आयो है त। टाइप्स अफ क्यान्डलस्टिक्स बेस्ड अन सेन्टिमेन्ट। अब हामीले पढ्ने भनेको क्यान्डलस्टिक्सको नाम पढ्ने होइन, हामीले क्यान्डलस्टिक्सको सेन्टिमेन्ट, त्यसको इमोसन के भन्न खोजिरहेछ त क्यान्डलले भन्ने कुरा चाहिँ पढ्छौँ। सेन्टिमेन्टको आधारमा वा साइकोलोजीको आधारमा क्यान्डलस्टिक्स 3 प्रकारको हुन्छ है। बुलिश र क्लोजिङको आधारमा बुलिश र बियरिश भए तापनि हामी सेन्टिमेन्टको आधारमा क्यान्डलस्टिक्सको सेन्टिमेन्ट के हुन्छ, एउटा बुलिश सेन्टिमेन्ट हुँदो रहेछ, एउटा बियरिश सेन्टिमेन्ट हुँदो रहेछ र अर्को न्युट्रल सेन्टिमेन्ट हुँदो रहेछ। यसको लागि छुट्टै एक दिनको क्लास छ, क्यान्डलस्टिक सेन्टिमेन्ट वा क्यान्डलस्टिक्सको साइकोलोजी भन्ने क्लास छ। अब यो क्लासको लगतै हामी त्यसमा चाहिँ एकदम डिटेलमा चर्चा गर्छौँ र तपाईँले क्यान्डलस्टिक देख्न बित्तिकै यो बुलिस हो यो बियरिस हो भन्ने कुरा एक झट्कामा चाहिँ पत्ता लगाउन सक्ने चाहिँ हुनुहुन्छ है त। ल अब हिस्ट्री आयो। यो कहाँबाट आयो त? हामी यसलाई क्यान्डलस्टिक्स पनि भन्छौँ र अर्को भाषामा जापानिज क्यान्डलस्टिक्स पनि भन्छौँ, किनभने जापानबाट चाहिँ डेभलप भएको आएको। 70s मा म्युनोहिसा होमा भन्ने चाहिँ एउटा राइस ट्रेडर हुनुहुन्थ्यो है, चामलको धानको व्यापारी। उहाँले चाहिँ वेदर र मार्केटको प्राइसको बिचमा चाहिँ क्यालकुलेसन गरेर त्यसको कम्प्यारिजन गरेर एउटा टुल्स क्यान्डलस्टिक्स नामको एउटा क्यान्डलस्टिक्सको स्थापना गर्नुभयो र पछि त्यो चाहिँ विकसित हुँदै गएर चाहिँ त्यो जापान हुँदै अमेरिका गयो। अमेरिकामा पनि त्यसमा अलिकति इन्हेन्स हुँदै गयो, त्यसमा अलिकति मोडिफाई हुँदा हुँदै अहिले चाहिँ के हुन्छ त, यो ग्लोबल्ली फाइनेन्सियल मार्केटमा क्यान्डलस्टिक्सलाई चाहिँ प्रयोग गरेर मार्केटको एनालिसिस गर्ने चलन छ। वा त्यति चाहिँ यो भ्यालिड छ कि 70s मा यो पत्ता लागेको कुराहरू अहिले पनि चाहिँ के छ, यसको यो एकदम भ्यालिड छ भनौँ न। यसको चाहिँ उपयोगिता चाहिँ अहिले पनि यसले काम गरिरहेको छ क्या। ल अब अघि भनेका थियौँ हामीले टाइप्स अफ चार्ट्स भनेर 3 प्रकारको हुन्छ। लाइन चार्ट्स हुन्छ, बार चार्ट्स हुन्छ र क्यान्डलस्टिक चार्ट हुन्छ, जसलाई हामी चाहिँ के भन्छौँ, जापानिज क्यान्डलस्टिक चार्ट भन्छौँ। यो लाइन चार्टमा चाहिँ हरेक दिनको क्लोजिङ प्राइसलाई जोडेर एउटा चार्ट बनाइन्छ भनेपछि क्यान्डलस्टिक चार्टले एउटा मात्र इन्फर्मेसन दिँदैन, यसले मल्टी इन्फर्मेसन, ओपनिङ क्लोजिङ हाई लो सबै इन्फर्मेसन दिन्छ भन्ने कुरा हो। ल हामीले क्यान्डलस्टिक्स के हो भन्ने कुरा एउटा प्रसङ्गबाट वा चाहिँ फर्मल डेफिनेसनबाट बुझ्यौँ। त्यस पछाडि आयो अब हाम्रो वाइ। हामीले भनेका थियौँ के, किन र कसरी, त्यति मात्रै बुझ्यौँ भने हामीलाई पुग्छ। र अब आयो किन त क्यान्डलस्टिक्स, हामीलाई क्यान्डलस्टिक्स किन चाहियो त भन्ने कुरामा अब अगाडि जान्छौँ है। टुडेज क्यान्डल क्यान गाइड यु टु यु टुमरोज डिसिजन भनेको जस्तै आज क्यान्डल बनेर आजको दिनमा क्यान्डल बनेर क्लोज भयो, त्यो क्यान्डलले हामीलाई भोलि के गर्ने त भनेर एउटा डिसिजन लिनको लागि चाहिँ आधार दिन्छ भनेको हो। त्यही भएर हामीले क्यान्डलस्टिक्सलाई राम्रोसँग बुझ्यौँ, क्यान्डलस्टिक्सले भन्न खोजेको कुरालाई राम्रोसँग बुझ्ने भयो भने हामीलाई चाहिँ एउटा ऱ्यासनल डिसिजन लिनको लागि एकदम सपोर्टिभ हुन्छ। ल अब इम्पोर्टेन्स अफ क्यान्डलस्टिक्स यहाँ चाहिँ पढेँ टेक्निकल एनालिसिसमा। क्यान्डलस्टिक्स भनेको यहाँ चाहिँ फर्स्ट पोइन्ट चाहिँ फाउन्डेसन अफ टेक्निकल एनालिसिस भनेको, क्यान्डलस्टिक्स भनेको टेक्निकल एनालिसिसको फाउन्डेसन हो। यसलाई यसरी बुझौँ है। क्यान्डलस्टिक्स भनेको यो मार्केटको भाषाको अल्फाबेट हो कि। जसरी हामी नेपाली भाषा पढ्नुभन्दा अगाडि चाहिँ क ख पढ्छौँ नि, अल्फाबेटहरू सिक्छौँ, त्यसै गरेर यो मार्केटको भाषाको जस्तै नेपाली भाषाको अल्फाबेट क ख भए जस्तै यो मार्केटको भाषाको वा टेक्निकल भाषाको चाहिँ अल्फाबेट भनेको चाहिँ के हो, क्यान्डलस्टिक्स हो कि। अब हामी पहिला चाहिँ के गर्छ, भाषा पढ्नको लागि जस्तै हामीले जापानिज भाषा पढ्न पर्यो भने हिरागाना कातागाना भन्ने हुन्छ नि, त्यो तिनीहरूको अल्फाबेट। त्यस्तै यस्तै टेक्निकल एनालिसिसको वा मार्केटको भाषाको अल्फाबेट भनेको क्यान्डलस्टिक्स हो। यदि क्यान्डलस्टिक्सलाई राम्रोसँग बुझ्यौँ भने ट्रेडिङलाई चाहिँ सहज बनाउन एकदम सजिलो हुन्छ। जसरी हामी क ख पढ्छौँ, क का कि पढ्छौँ, त्यसपछि आएर चाहिँ विभिन्न किसिमका इकार उकारहरू पढ्छौँ, त्यसपछि हामीले अल्फाबेटहरूले युज गरेर शब्द बनाउँछौँ, शब्द जोडेर फेरि के बनाउँछौँ, सेन्टेन्स बनाउँछौँ वा प्याराग्राफ बनाउँछौँ, प्याराग्राफ जोडेर चाहिँ एउटा किताबै बन्छ नि। त्यस्तै गरेर अब हामी सानो सानो कुराहरू पढ्छौँ, त्यसलाई जोडेर चाहिँ के भन्छ, त्यसलाई चाहिँ वर्ड बनाए जस्तै
ओड बनाउँछौँ, ओड बनाएपछि सेन्टेन्स बनाउँछौँ, सेन्टेन्स बनाएपछि प्याराग्राफ बनाउँछौँ नि, त्यस्तै गरेर हामी सम्पूर्ण कुरालाई छुट्टा छुट्टै सिकेर त्यसलाई जोडेर हामी एउटा ट्रेडिङ सिस्टम बनाउँछौँ। र यहाँ चाहिँ पहिलो चाहिँ के छ, भिजुअल क्ल्यारिटी अफ प्राइस एक्सन भनेको छ, रिभिल्स मार्केट साइकोलोजी, हेल्प्स आइडेन्टिफाई ट्रेन्ड एन्ड रिभर्सल, गाइड इन्ट्री एन्ड एक्जिट। यसलाई अलि इलाबोरेट फर्ममा जाउँ है त। ल यो भनेको चाहिँ के हो भनेपछि क्यान्डलस्टिक्सले चाहिँ के गर्छ त भनेपछि भिजुअल चाहिँ प्राइस एक्सनको भिजुअल रिप्रेजेन्टेसन चाहिँ प्राइसको मुभमेन्ट चाहिँ देखाउँछ। भिजुअल्ली आजको दिनभरिमा मार्केट हाई लेभलमा कहाँ पुग्यो, लो लेभलमा कहाँसम्म पुगेको थियो, ओपन कहाँ भयो, क्लोज कहाँ भयो भन्ने कुरा चाहिँ क्लियरली 4वटा इन्फर्मेसन चाहिँ क्लियरली दिन्छ। त्यसले चाहिँ हामीले प्राइसको मुभमेन्ट आयो दिनभरिमा के भएको रहेछ त भनेर एकै झट्कामा एउटा क्यान्डल हेर्ने बित्तिकै सम्पूर्ण कुराहरू बुझ्न सक्छौँ भन्ने कुरा। अर्को आयो रिभिल्स मार्केट साइकोलोजी भन्छ कि मार्केट साइकोलोजीले रिभिल गर्छ भनेको तपाईलाई बताउँछ कि त जस्तै आएर चाहिँ यहाँ बायर मार्केटमा पार्टिसिपेन्ट भनेको को हुन्छ, बायर र सेलर हुन्छ। बायर र सेलर्सहरूको इमोसनलाई चाहिँ के गर्छ क्यान्डलस्टिक्सले रिभिल गरिदिन्छ, त्यसलाई बाहिर ल्याइदिन्छ है, त्यो इन्डिकेसन दिन्छ। के हुन्छ त यो जस्तै बायर र सेलर्सको इमोसन्स भनेको के हुन्छ, मार्केट भनेको फियर, ग्रिड, तपाईँको चाहिँ कन्फिडेन्ट हुन्छ नि, कन्फिडेन्ट कति कुनै ठाउँमा कन्फिडेन्ट देखिन्छ, आत्मविश्वास देखिन्छ भने कुनै ठाउँमा चाहिँ के इन्डिसियन टाइपको चाहिँ बिहेभियर देखिन्छ नि। क्यान्डलस्टिक्सले त्यो कुरा चाहिँ बायर र सेलरको मनमा के चलिरहेको छ, उनीहरूले के चाहन्छन् भन्ने कुरा, उनीहरूको इमोसनलाई प्राइसको मुभमेन्टबाट चाहिँ क्याच गरेर हामीलाई त्यसको रिजल्ट दिन्छ वा त्यसको सेन्टिमेन्ट चाहिँ दिन्छ। त्यो सेन्टिमेन्ट चाहिँ पढ्न सक्यौँ भने सक्नु नै हाम्रो यो कोसिस हो है त। हेल्प्स आइडेन्टिफाई ट्रेन्ड एन्ड रिभर्सल भनेको जस्तो क्यान्डलस्टिक्सको प्याटर्नहरू हुन्छ कि, जस्तै हामी डोजी हुन्छ, ह्यामर हुन्छ, सुटिङ स्टार हुन्छ, त्यो पर्टिकुलर वा की लेभलमा चाहिँ त्यो किसिमको चाहिँ प्याटर्नहरू फर्मेसन हुँदाखेरि अब यहाँबाट चाहिँ प्राइस रिभर्सल हुन्छ है। यदि अप ट्रेन्डमा छ भने त्यो किसिमको क्यान्डल बन्न बित्तिकै अब यहाँबाट प्राइस चाहिँ माथितिर जान्छ है, रिभर्सल हुन्छ है भन्ने कुरा वा चाहिँ फर्किन सक्छ है भन्ने कुरा चाहिँ देखाउँछ। क्यान्डलस्टिक्सको विभिन्न किसिमका प्याटर्नहरू जुन त्यो प्याटर्न र की लेभललाई हामी कम्बाइन गरेर हेर्छौँ। यदि की लेभलमा आएर कुनै पर्टिकुलर क्यान्डलस्टिक्स प्याटर्न फर्मेसन हुन्छ भने अब त्यहाँबाट ट्रेन्ड चाहिँ के हुन्छ, रिभर्सल हुन्छ भन्ने इन्डिकेसन दिन्छ। त्यसपछि आएर गाइड इन्ट्री एक्जिट एन्ड स्टप लस भइहाल्यो। किन भन्दाखेरि हामी क्यान्डलस्टिक्सको प्याटर्नहरू चाहिँ हेर्छौँ, सिक्छौँ र सेन्टिमेन्ट हेर्छौँ क्या प्याटर्नको थ्रु। र यदि बुलिस सेन्टिमेन्ट देखिन्छ भने हामी बाई साइड जान्छौँ। बुलिस सेन्टिमेन्ट देखेर मात्रै हुँदैन, कन्फर्मेसनलाई पनि याद गर्नुपर्छ। सिङ्गल क्यान्डल निड्स कन्फर्मेसन भन्छ कि हामी पहिला चाहिँ सपोर्ट लेभलमा फर्मेसन हुन्छ क्यान्डलस्टिक्स। त्यो क्यान्डलस्टिक्स फर्मेसन मात्रै हुँदा साथ हामी ट्रेड लियौँ भने कहिले चाहिँ फल्स सिग्नल पनि हुनसक्छ, हामी फस्ने सम्भावना पनि हुनसक्छ। क्यान्डलस्टिक्स कन्फर्मेसन चाहिँ मा हामी चाहिँ कारोबार गर्छौँ। त्यसले चाहिँ हाम्रो एउटा ट्रेडरलाई के त कहाँ इन्ट्री गर्ने, कहाँ चाहिँ एक्जिट गर्ने, कहाँ चाहिँ आफ्नो स्टप लस पोइन्ट राख्ने, कहाँ चाहिँ मार्केटमा वेट गर्ने भन्ने कुरा चाहिँ हामी क्यान्डलस्टिक्सबाट चाहिँ क्यान्डलस्टिक्सको प्याटर्नबाट चाहिँ थाहा पाउँछौँ। ल यति भन्दा किन चाहिँ क्यान्डलस्टिक सिक्नुपर्छ भन्ने कुरा सकिसकेपछि अब हाउमा जाउँ है, के किन र कसरीमा आइपुगेका छौँ। अब यहाँ चाहिँ एउटा मैले एउटा कोटेसन चाहिँ राखेको छु, चार्ट्स डोन्ट लाई बट यु मस्ट नो हाउ टु रिड देम। चार्टले कहिले पनि चाहिँ झुटो कुरा दिँदैन। चार्ट भनेको प्राइस भनेको जहिले पनि ट्रु हुन्छ, तर हामीले चाहिँ त्यसले भनेको कुरा चाहिँ पढ्न चाहिँ जान्नु पर्यो, उसले भनेको कुरा चाहिँ बुझ्न सक्ने हुनु पर्यो, तब मात्र हामी राइट वेमा हुन्छौँ। अन्यथा चाहिँ प्राइसले एउटा कुरा भनिरहेको हुन्छ, बाई गर्ने बेला भयो है भनेर हुन्छ, हामी डराएर वा फियरको कारणले चाहिँ सेल गरिरहेको हुन्छ। त्यही भएर चार्टले कहिले पनि झुटो कुरा बोल्दैन, चार्टले जहिले पनि सत्य कुरा नै बोलिरहेको हुन्छ, तर हामीले उसले भने के भन्न खोजिरहेको छ भन्ने कुरा बुझ्नु, त्यसलाई पढ्नु चाहिँ इम्पोर्टेन्ट हो भन्ने कुराको यो भयो। ल अब यहाँ एउटा चाहिँ मजाको कुरा आयो है। यहाँ चाहिँ देखिएको छ कि यो टेम्पोररी टेम्पोररी सोल्युसन खोज्यो भने मान्छे जहिले पनि दुःख पाउँछ भन्ने कुरा हो कि। जस्तै यहाँ एउटा कैदी छ, उसको अगाडि एउटा चाँपी पनि छ। ऊ चाहन्थ्यो भने त्यो पाउरोटी नरोजेर उसले त्यो चाँपी खोलेर ऊ चाहिँ फ्री हुन सक्थ्यो होला, तर उसको ध्यान त्यतातिर नगएर एउटा टेम्पोररी सोल्युसनतिर गइरहेको छ क्या। त्यही भएर चाहिँ मैले यहाँ एउटा योसँग रिलेभेन्ट भएको हुनाले यहाँ एउटा ट्रेडर, यसलाई ट्रेडरको उपमा दिएँ है, रिप्रेजेन्टेटिभ बनाएँ।
यहाँ जो टिप्स छ कि हामी चाहिँ आज के किन्ने बेला हामी आफ्नो स्किल बढाउन खोज्दैनौँ, हामी आफूमा इन्भेस्ट गर्न चाहँदैनौँ, आफूलाई ग्रोथ गर्न चाहँदैनौँ। हामी कसले के टिप्स दिन्छ र अनि मार्केटमा पैसा कमाउला भनेर बसिरहेका हुन्छ। त्यो भनेको एकचोटि दुईचोटि लक लाग्ला र सक्सेस होला, तर सधैँभरि अर्काको खुट्टामा अर्काको चाहिँ बुइ चढेर धेरै टाढा पुग्न सकिँदैन। त्यही भएर आफ्नो स्किल आफूलाई बनाउनतिर लाग्नुहोस् भन्ने एउटा म्यासेज हो। यति भन्दै अब आयो हाउ टु रिड क्यान्डलस्टिक्स भनेको छ है यहाँ। अब यहाँ चाहिँ हामी 3टा कुरा पढ्छौँ। हामीले के किन र कसरी भन्नेमा के पढ्यौँ, किन पढ्यौँ र कसरीमा आइपुग्यौँ। कसरी भन्ने कुरामा हाउ टु रिड क्यान्डलस्टिक्स, पहिलो कुरा त क्यान्डलस्टिक्सलाई कसरी पढ्ने भन्ने कुरा आयो। त्यसपछि हाउ टु रिड अ चार्ट युजिङ क्यान्डलस्टिक्स। अब क्यान्डलस्टिक्स थाहा भइसकेपछि, क्यान्डलस्टिक्स जानिसकेपछि त्यो क्यान्डलस्टिक्सलाई प्रयोग गरेर कसरी चाहिँ हामीले चार्ट पढ्ने त। अब हाम्रो उद्देश्य त भनेको क ख मात्रै पढ्ने होइन त। अब क खलाई फेरि जोडेर शब्द बनाउने, अल्फाबेटहरूलाई लिएर वर्ड बनाउने कसरी त भन्ने कुरा यो क्यान्डलस्टिक्सलाई प्रयोग गरेर चार्ट कसरी पढ्ने भनेको अब वर्ड सेन्टेन्स कसरी बनाउने त भन्नेतिर गयौँ है। हाउ टु फाइन्ड अपर्च्युनिटी युजिङ क्यान्डलस्टिक्स। अब क्यान्डलस्टिक्सको माध्यमबाट एन्ट्री एक्जिटको अपर्च्युनिटी वा हाई प्रोबाबिलिटी सेटअप कसरी पत्ता लगाउने त भन्नेसम्मको कुरा चाहिँ हामी यहाँ चाहिँ पढ्छौँ। ल हाउ टु रिड क्यान्डलस्टिक्स भन्नेमा आयौँ अब हामी। ल मैले अगाडि त्यहाँ भनेको थिएँ सुरुमा यो स्ट्रक्चर पढ्ने बेलामा वा इलिमेन्ट्सहरू पढ्ने बेलामा क्यान्डलस्टिक्सको इलिमेन्ट्सहरू ओपन, लो, हाई, क्लोज हुन्छ। त्यसमा चाहिँ त्यसको आधारमा चाहिँ हामी चाहिँ के गर्छौँ, एउटा बडी हुन्छ, एउटा विक्स हुन्छ, एउटा रेन्ज हुन्छ है। अब हामी बेस्ड अन बडीको आधारमा, क्यान्डलस्टिक्सको बडीको आधारमा क्यान्डलस्टिक्सको साइकोलोजीलाई चाहिँ त्यसको हामी डिकोड गर्ने चाहिँ कोसिस गर्छौँ। म यहाँ एउटा सानो प्रसङ्ग जोड्न चाहेँ। जसरी कुनै एउटा व्यक्तिको व्यवहार, जस्तै तपाईँसँग सँगै भएको वा तपाईँले चिनजानेको व्यक्ति छ, त्यसको तपाईँले व्यवहार हेर्नुहुन्छ, बोलीचाली हेर्नुहुन्छ, त्यसको चालचलन हेरेर त्यसको चाहिँ त्यसको बारेमा, साइकोलोजीको बारेमा तपाईँले यो मान्छे यस्तो है भन्न सक्नुहुन्छ नि। त्यस्तै गरेर क्यान्डलस्टिक्समा पनि क्यान्डलस्टिक्सको बडी, त्यसपछि क्यान्डलस्टिक्सको विक्स, क्यान्डलस्टिक्सको रेन्जको आधारमा चाहिँ यो क्यान्डलस्टिकको साइकोलोजी यो है, यो क्यान्डलस्टिक्सले यो भन्न खोजेको छ है भन्ने कुरा चाहिँ हामी चाहिँ पत्ता लगाउन सक्छौँ। त्यही भएर जहिले पनि क्यान्डलस्टिक्सको स्टडी गर्ने भनेको ओपन, क्लोज, हाई, लो भन्दा पनि बडीको आधारमा उसले चाहिँ आफ्नो कुराहरू भनिरहेको हुन्छ, हामीसँग कम्युनिकेट गरिरहेको हुन्छ, उसले आफ्नो कुरा भनिरहेको हुन्छ। अनि विक्सको आधारमा, बडी र विक्सको आधारमा हामी यहाँ पढ्छौँ, रेन्जको आधारमा अर्को दिन हामी पढ्छौँ। र अब बेस्ड अन बडीको आधारमा, बडी भनेको के हो त, ओपन टु क्लोज, ओपन र क्लोजको बिचमा जुन एउटा डिफ्रेन्स हुन्छ त्यो चाहिँ बडी हो है। ल यहाँ चाहिँ के भनेको छ भने यदि स्ट्रङ, लार्ज, ठुलो बडी छ भने त्यसलाई स्ट्रङ मोमेन्टम भन्छ र सानो बडी छ भने त्यसलाई विक मोमेन्टम भन्छ वा इन्डिसिजन भन्छ भनेको छ। अब यहाँ किन भन्दाखेरि तपाईँहरू भनौँ न फाइनेन्सको ब्याकग्राउन्डबाट नहुन सक्नुहुन्छ। यो मोमेन्टम भनेको कुरा के हो भन्ने लाग्न सक्छ र यो मोमेन्टम भनेको के हो भन्ने कुरा म एउटा सामान्य बुझाउँछु, त्यसपछि हामी अगाडि बढ्छौँ। किन भन्दा अब टेक्निकल एनालिसिसको क्लासमा वा टेक्निकल एनालिसिसमा यो मोमेन्टम भन्ने कुरा एकदम इम्पोर्टेन्ट हुन्छ कि। मोमेन्टम भनेको चाहिँ कस्तो हो भने गाडीको स्पिडोमिटर जस्तै हो कि। मोमेन्टम भनेको यो स्पिड पनि भन्छ है। जस्तै तपाईँको मोमेन्टम भनेको इक्जाम्पल बुझाउनको लागि, जस्तै तपाईँ पोखरा जानुभयो, फेवातालमा डुङ्गा चाहिँ चलाउँदै हुनुहुन्छ वा डुङ्गा चलाउने क्रम त डुङ्गा खियाउने क्रममा तपाईँलाई हावाले पछाडिबाट चाहिँ हावाले चाहिँ तपाईँको डिरेक्सनमा सपोर्ट गर्यो भने तपाईँ सरर अगाडि जानुहुन्छ, एउटै डिरेक्सनमा चाहिँ स्पिडमा जानुहुन्छ। तर कति बेला हावा यताबाट लाग्ने, कति बेला हावा पछाडिबाट लाग्ने, कति बेला अगाडिबाट लाग्ने भने तपाईँ चाहिँ त्यो डुङ्गा खिजाइराख्नुहुन्छ, डुङ्गा अगाडि बढाउन कोसिस गरिरहनुहुन्छ। तर त्यो जुन स्पिडमा जानुपर्ने हो नि त्यो स्पिडमा जाँदैन कि। यो मोमेन्टम भनेको स्पिड हो कि। मात्रै के बुझ्नुहोस् भने एउटै डिरेक्सनमा चाहिँ जस्तै हावा लागेको बेलामा तपाईँले चङ्गा उडाउनु भयो र हावाको दिशामा चङ्गा उड्यो भने कति छिटो चाहिँ भाग्छ नि, एउटै दिशामा स्पिडमा भाग्छ। तर हावाको डिरेक्सन कति बेला एक साइडबाट आउने, कति बेला अर्को साइडबाट भयो भने चाहिँ के हुन्छ, त्यो चङ्गा राम्रोसँग उड्दैन नि। मात्रै चाहिँ मोमेन्टम भनेको के हो भने स्पिड हो। कुनै एउटा पर्टिकुलर डिरेक्सनमा स्पिडमा भाग्छ भने, प्राइस भाग्छ भने त्यसलाई चाहिँ मोमेन्टम भनिन्छ। यो किन भन्दाखेरि टेक्निकल टर्म हो यो मोमेन्टम भनेको। हामी फ्रिक्वेन्टली चाहिँ यो टर्मलाई बारम्बार चाहिँ युज गरिराख्छौँ,
त्यही भएर मोमेन्टम के हो त मोमेन्टम भन्ने कुरा आयो भने के भने होला यो मैले त बुझिनँ नि भन्ने जिज्ञासा नरहोस् प्रश्न नरहोस् भन्नको लागि मैले मोमेन्टम भनेको कुनै एउटा पर्टिकुलर डिरेक्सनमा त्यो डिरेक्सनमा कतिको स्पिडमा चाहिँ ट्राभल गर्छ त वा कतिको स्पिडमा एउटै डिरेक्सनमा भाग्छ त भन्ने कुरा चाहिँ मोमेन्टम है त। अब यहाँनिर चाहिँ तपाईँको अझ क्लियर हुन्छ है। हामी क्यान्डलको बडीको आधारमा चाहिँ क्यान्डल स्टिकको साइकोलोजीलाई यहाँ डिकोड गर्न गइरहेका छौँ, एनालिसिस गर्न गइरहेका छौँ। ल अब आयो यहाँनिर बेस्ड अन बडीको आधारमा यसले चाहिँ के जनाउँछ, क्यान्डल स्टिकको बडीले स्ट्रेन्थ र विकनेसलाई जनाउँछ है त। यसले चाहिँ इन्ट्रेस्टलाई पनि देखाउँछ, बायर र सेलरको इन्ट्रेस्ट कतिको छ त भन्ने कुरा क्यान्डल स्टिकको बडीले हामीलाई जानकारी गराउँछ। अर्को मोमेन्टमको पनि जानकारी। मोमेन्टम भनेको एउटै डिरेक्सनमा, जस्तै यहाँ हेर्न सक्छौँ यो क्यान्डल एउटै डिरेक्सनमा कतिको स्पिडमा भागेको छ त भनेपछि त्यसलाई चाहिँ यसलाई हाई मोमेन्टम भनिन्छ, यसलाई अलिकति एभरेज भयो, यो लो मोमेन्टम है। अब चाहिँ जेनरली तीन टाइपको बडी हुन्छ। हामी सिक्नको लागि चाहिँ हामी 3 टाइपको बडीलाई चाहिँ एनालिसिस गर्छौँ। एउटा यसलाई वाइड रेन्ज क्यान्डल भन्छ कि ठुलो, यो कम्पेरिटिभ दुईटाको तुलनामा अलिक ठुलो छ त्यसलाई वाइड भन्छौँ वा ठुलो बडी भनौँ न। वाइड रेन्ज क्यान्डल वाइड बडी वा वाइड रेन्ज क्यान्डल भनिन्छ भने यो एभरेज छ, यो दुईटाको कम्पेरिजनमा एभरेज क्यान्डल छ। यसलाई न्यारो बडी वा स्मल बडी भनिन्छ, तर हामी टेक्निकल टर्ममा अलिकति न्यारो बडी क्यान्डल भन्छौँ। अब यो तीनवटा क्यान्डलको बडीको आधारमा चाहिँ हामी चाहिँ के गर्छौँ, क्यान्डल स्टिक्सको साइकोलोजीलाई पत्ता लगाउने कोसिस गर्छौँ है त। हामीसँग तीन टाइपको चाहिँ बडी हुन्छ, वाइड बडी, एभरेज बडी र न्यारो बडी। ल अब यहाँ हेऱ्यौँ भने चाहिँ के भनेको छ, द क्यान्डल बडी सोज लट अफ इन्फर्मेसन सच एज, जस्तै जुन यो क्यान्डल छ यो क्यान्डलको कम्पेरिजनमा चाहिँ यो क्यान्डलको बडी चाहिँ के छ, सानो भइरहेको छ। भनेपछि यहाँ के भइरहेछ, मोमेन्टम चाहिँ यो क्यान्डलको कम्पेरिजनमा यो क्यान्डलको के भयो त, डिरेक्सन चाहिँ अलि माथिसम्म गएन, न्यारो बडी भनेको छ। यहाँ के भनेको छ, अ न्यारो बडी सोज विकनेस लेस देन प्रिभियस क्यान्डल भनेको चाहिँ यो क्यान्डलमा अघिल्लो क्यान्डलको तुलनामा कमजोरी आउन थाल्यो, विक भइसक्यो, किनकि यो क्यान्डलले अलिकति ठुलो क्यान्डल भनेन सानो क्यान्डल भने यसमा मोमेन्टम चाहिँ के भयो, साँगुरिँदै गयो, सानो हुँदै गयो। त्यस्तै जस्तो अर्को छ यहाँ प्रिभियस क्यान्डल, यसलाई चाहिँ प्रिभियस क्यान्डल भन्छ, यसलाई चाहिँ करेन्ट क्यान्डल भन्छ है। हामी पढ्ने बेलामा अब यसरी चाहिँ बुझ्छौँ, अघिल्लो दिनको क्यान्डललाई प्रिभियस डेको क्यान्डल, आजको क्यान्डललाई चाहिँ हामी करेन्ट क्यान्डल भन्छौँ। यसमा चाहिँ के भन्छ, अ लङ बडी इज सोइङ स्ट्रेन्थ क्यान्डल ग्रेटर देन प्रिभियस अर सराउन्डिङ क्यान्डल भनेको त्यसको नजिकैको वा त्यसको वरिपरिको क्यान्डल वा त्यसको प्रिभियस क्यान्डल भन्दा आजको करेन्ट क्यान्डल ठुलो बनेको छ। यसमा चाहिँ के भएछ, अघिल्लो दिनको क्यान्डलको तुलनामा पछिल्लो दिनको क्यान्डलमा मोमेन्टम चाहिँ के भएछ, एकदम स्ट्रङ आएको छ। भनेपछि यो दिनको क्यान्डलमा बायरहरू एकदम के छन्, इन्ट्रेस्टेड छन् है, इन्ट्रेस्टेड छ भन्ने चाहिँ देखाउँछ क्या। हामीले चाहिँ प्रिभियस डेको क्यान्डल र करेन्ट डेको क्यान्डललाई कम्पेयर गर्छौँ, त्यसमा मोमेन्टम चाहिँ के भइरहेछ, घटेको छ कि बढेको छ, अघिल्लो दिनको तुलनामा क्यान्डलको साइज ठुलो छ कि सानो छ, न्यारो छ कि एभरेज छ कि वा चाहिँ वाइड छ, त्यो कुरा चाहिँ को आधारमा चाहिँ हामी क्यान्डल स्टिक्सको मोमेन्टम घटिरहेको छ कि बढिरहेको छ कि वा बायर र सेलरको चाहिँ इन्ट्रेस्ट बढिरहेको छ कि घटिरहेको छ भन्ने कुरा चाहिँ पत्ता लगाउँछौँ। ल अब यहाँनिर चाहिँ अर्को आयो, जस्तै तपाईँले हेर्नुहोस् त, यो प्रिभियस डेको क्यान्डलको तुलनामा नेक्स्ट करेन्ट क्यान्डलको चाहिँ के त साइज उत्रै वा त्योभन्दा ठुलो छ। वेन कन्जुकेटिभ बडिज बिकेम लार्जर एन्ड लार्जर इट सोज एन इन्क्रिज इन मोमेन्टम भनेको चाहिँ अघिल्लो दिनको क्यान्डलको तुलनामा पछिल्लो दिनको क्यान्डलको साइज ठुलो हुन्छ भनेपछि त्यसमा चाहिँ मोमेन्टम इन्क्रिज भएको हुन्छ भन्ने कुरा चाहिँ के भनेपछि यसमा चाहिँ स्ट्रङ बायरहरूको इन्ट्रेस्ट छ, यसलाई प्राइसलाई चाहिँ एकदम एग्रेसिभ रूपमा चाहिँ माथितिर लैजान चाहिरहेका छन् भन्ने चाहिँ यसले इन्डिकेट गर्छ। भनेपछि यहाँ फेरि अर्को साइडमा छ इक्जाम्पल, हेर्नुहोस् त, कन्जुकेटिभ क्यान्डल भनेको प्रिभियस डेको क्यान्डल भन्दा नेक्स्ट क्यान्डलको साइज चाहिँ के त बिस्तारै घटिरहेको छ। यसले के सो गरिरहेछ, के देखाउँछ भने हामीले के बुझ्नुपर्छ भने यदि अघिल्ला दिनको क्यान्डलको तुलनामा पछिल्ला दिनको क्यान्डलहरूको साइज बिस्तारै चाहिँ घट्दै गइरहेको छ भने चाहिँ त्यहाँ मोमेन्टम चाहिँ डिक्रिज भइरहेको छ। अब कुनै पनि बेला प्राइस चाहिँ यहाँबाट फल हुन सक्छ है, यहाँ चाहिँ बायरहरूको स्ट्रेन्थ छैन, बायरहरू इन्ट्रेस्टेड छैन है भन्ने कुरा चाहिँ यसले देखाइरहेको छ। जसरी चाहिँ एउटा तपाईँ चाहिँ हाइवेमा बाइक लिएर जानु हुँदैछ
तपाईलाई अगाडि तपाईँ 100 को स्पिडमा चाहिँ कुदिराख्नु भएको छ र अगाडिको घुम्तीबाट अगाडिको टर्नबाट तपाईँले चाहिँ के गर्नुहुन्छ टर्न गर्नुपर्ने छ भने तपाईँले 100 को स्पिडमै लगेर गाडी चाहिँ टर्न गर्नुहुन्न बाइकलाई टर्न गर्नुहुन्न किन भन्दाखेरि यदि तपाईँले टर्न गर्नु छ भने पहिला चाहिँ साइड लाइट दिनुहुन्छ अनि स्पिडलाई बिस्तारै चाहिँ मोमेन्टमलाई स्लो गर्नुहुन्छ जुन स्पिड थियो नि तपाईँको 100 को स्पिड अब त्यो 100 को स्पिडलाई तपाईँले बिस्तारै कम 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 गर्दै मोमेन्टम चाहिँ अलिकति डाउन गर्नुहुन्छ अनि मात्रै टर्न गर्नुहुन्छ यदि प्राइसमा पनि सेम केस हुन्छ यदि प्राइसलाई टर्न गर्नु छ भने उसले आफ्नो मोमेन्टमलाई चाहिँ के गर्छ लुज गर्छ वा स्लो डाउन गर्छ र टर्न गर्छ जसरी हामी बाइकलाई चाहिँ अगाडिबाट टर्न गर्ने बेलामा हामी 100 को स्पिडमा गएर भुइँ घुमाउँदैनौँ नि त्यसै गरी प्राइसले पनि चाहिँ के गर्छ यदि प्राइस टर्न हुनु छ माथिबाट गएर फेरि डाउन आउनु छ भने उसले आफ्नो मोमेन्टमलाई स्लो 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 गर्दै जान्छ र की लेभलमा पुग्ने यदि प्राइस की लेभललाई एप्रोच गर्दैछ भने र मोमेन्टम पनि लुज हुँदैछ वा मोमेन्टम लस गर्दैछ भने यो बुझ्नुहोस् कि अब प्राइस चाहिँ त्यहाँबाट थोरै रिभर्स हुने सम्भावना चाहिँ बढी हुन्छ भनेर यसले चाहिँ देखाइरहेको ल अब यहाँ हेरौँ है त जस्तै यो माथिबाट प्राइस तल 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 आइरहेको छ र यहाँ सपोर्टमा आउँदै गर्दा चाहिँ क्यान्डलहरू यो दुईटा सानो सानो क्यान्डल बनिरहेको छ यो भन्दा अझै यसमा हेरौँ है यसमा हेरौँ जस्तै के भयो प्राइस चाहिँ माथिबाट एग्रेसिभ रूपमा तल आइरहेको थियो एग्रेसनका साथ भनेपछि एकदम सेलरहरूले पुरै डोमिनेट गर्छ जब यो सपोर्ट लेभलमा आउँदै गर्दा यहाँ चाहिँ मोमेन्टम चाहिँ अघिल्लो दिनको क्यान्डलको तुलनामा चाहिँ के भयो मोमेन्टम चाहिँ डिक्रिज हुँदै गयो स्मल बडीको साइज चाहिँ के बन्दै गयो त्यो सानो सानो बन्दै गयो यसले चाहिँ के गर्यो भनेपछि सेलरहरूको एग्रेसन वा सेलरहरूको मोमेन्टम चाहिँ के भयो स्लो भयो सेलरहरू इन्ट्रेस्ट अब घटाइरहेका छन् है उनीहरू चाहिँ बेच्नमा त्यति इन्ट्रेस्ट देखाइरहेका छैनन् भन्ने कुरो यो बडीले सो गर्यो त्यसपछि यो लेभलमा आउन बित्तिकै बायरहरूले एग्रेसन देखाए बायरहरूको एग्रेसन पछि सेलरहरूको एग्रेसन बिस्तारै घट्यो किनभने मोमेन्टम स्लो डाउन भयो त्यसपछि आएर नेक्स्ट टाइममा यहाँबाट प्राइस चाहिँ के भयो माथितिर गयो है यसरी हामी चार्टमा नि यसरी चाहिँ एनालिसिस गर्छौँ मोमेन्टम क्यान्डल स्टिक्सको बडीको साइज न्यारो 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 हुँदै गयो त्यो पनि कहाँ त फेरि जहाँ पायो त्यही चाहिँ न्यारो भयो अब यहाँबाट चाहिँ प्राइस चाहिँ रिभर्स हुन्छ भनेर हुँदैन है जहिले पनि की लेभलमा हामीले यो कुरालाई चाहिँ एकदम मन्त्रको रूपमा लेखेर राख्नुहोस् दिमागमा वा कता हुन्छ कि हामीले जहिले पनि मार्केटमा एनालिसिस गर्ने साइकोलोजी एनालिसिस गर्ने भनेको की लेभलमा हो है सपोर्ट वा डिमान्ड र सपोर्ट लेभल वा डिमान्ड लेभल वा रेसिस्टेन्स लेभल वा सप्लाई लेभलमा चाहिँ हामी जहिले पनि बायर र सेलरको साइकोलोजी स्टडी गर्छौँ के गर्न चाहिरहेछ के बायरले वा सेलरले यहाँबाट भनौँ न यहाँबाट आफ्नो स्ट्रेन्थ गुमाइरहेको छ कि वा चाहिँ स्ट्रेन्थ अझै बढिरहेको छ कि भन्ने कुरा हामी की लेभलमा एनालिसिस गर्छौँ त्यसको बेसिसमा मात्रै हामी इन्ट्री गर्ने वा एक्जिट गर्ने भन्ने कुरा चाहिँ आफ्नो एउटा डिसिजन लिन्छौँ ल जस्तै अब यो अहिलेको कुरा सपोर्टको लेभलमा थियो भने अब रेसिस्टेन्सको लेभलमा जाउँ पहिला प्राइसले चाहिँ यहाँनिर एउटा रेसिस्टेन्स चाहिँ के गर्यो इस्टाब्लिस गर्यो भन्नुको मतलब पहिला चाहिँ प्राइस यो लेभलमा जाँदा यहाँबाट प्राइस फल भयो एउटा यो रेसिस्टेन्स लेभल बन्यो अब नेक्स्ट टाइम चाहिँ प्राइस जाँदा चाहिँ के भयो जब की लेभल आफ्नो की लेभललाई एप्रोच गर्दै गर्दा प्राइसको मोमेन्टम चाहिँ के भएछ प्राइसको बडीको साइज क्यान्डलको बडीको साइज सानो 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 हुँदै गएर चाहिँ यसले चाहिँ के भनिरहेछ भने यो मोमेन्टम चाहिँ यसले लुज गरिरहेको छ सङ्केत अब यो कुनै पनि बेला टर्न गर्न सक्छ है जसरी भने नि 100 को स्पिडमा कुदिरहेको बाइक हामी टर्न गर्ने बेलामा बिस्तारै त्यसलाई 50 60 20 गरेर चाहिँ मोमेन्टम त्यसको स्पिड कम गर्छौँ अनि टर्न गर्छौँ यसले पनि आफ्नो मोमेन्टम लस गरिरहेको छ अब यो की लेभलको वरिपरिबाट टर्न गर्छ है यो यसको घुम्ने ठाउँ आइसक्यो है भन्ने कुरा अहिले अगाडि नै जानकारी दिन्छ त्यही भएर हामी सपोर्ट र रेसिस्टेन्स वा की लेभल ड्र गर्छौँ र की लेभलमा प्राइस आएपछि त्यसको सेन्टिमेन्ट हेर्छौँ के छ स्ट्रङ छ कि विक छ कि बायर इन्ट्रेस्टेड छ कि छैन त्यो लेभललाई ब्रेकआउट गरेर माथि लानको लागि वा सेलरहरू एक्टिभ कतिको छ भन्ने कुरा एनालिसिस गरिसकेपछि हामी त्यो लेभलमा चाहिँ एउटा सेल डिसिजन चाहिँ लिन्छौँ ल अब आयो हाउ पनि सक्यौँ पहिलो कुरो क्यान्डल स्टिक्सको एनालिसिस गर्नको लागि कसरी एनालिसिस गर्ने त क्यान्डल स्टिक्सलाई भन्दाखेरि बडीको आधारमा है क्यान्डल स्टिक्समा तीनवटा कुरा हुन्छ नि एउटा बडी हुन्छ एउटा चाहिँ के हुन्छ विक्स हुन्छ एउटा रेन्ज हुन्छ त्यो तीनवटाको आधारमा क्यान्डल स्टिक्सले के आफूले कम्युनिकेट गरिरहेको हुन्छ केही कुरा भनिरहेको हुन्छ त्यसको आधारमा हामी चाहिँ के गर्ने बाइ गर्ने सेल गर्ने नगर्ने भन्ने कुरा चाहिँ हामी डिसिजन गर्छौँ अब आयो
पैसालाई खेतालो बनाऊ, पैसाको लागि खेतालो नबना अरे। यहाँ चाहिँ के भनेको छ भने यो ट्रेडिङ भनेको पैसालाई आफ्नो लागि काममा लगाउने एउटा प्रोफेसन हो कि बिजनेस हो है। ट्रेडिङ इज अ बिजनेस भन्छ, हाई इन्कम हाई स्किल चाहिने चाहिँ बिजनेस हो। त्यही भएर स्किल चाहिँ एकदम स्किलफुल भएर हामी ट्रेडिङमा लाग्यौँ भने अब हामी आफूले काम गर्ने होइन कि आफ्नो पैसालाई आफ्नो लागि चाहिँ काममा लगाउने प्रोफेसन हो टेक्निकल एनालिसिस। ल अब हामीले सकायौँ क्यान्डलस्टिक्सको बडीको आधारमा क्यान्डलस्टिक्सले के भन्न खोज्छ त, के भनिरहेको हुन्छ त भनेर क्यान्डलस्टिक्सको सेन्टिमेन्ट बुझ्ने कसरी भन्ने कुरा पढिसकेपछि अब विक्सको आधारमा क्यान्डलस्टिक्सले के भन्छ त, क्यान्डलस्टिक्सको विक्सको आधारमा हामी कसरी बाइ सेल डिसिजन लिन्छौँ त भन्ने कुरामा विक्स भनेको अप्पर विक्स र लोवर विक्स हुन्छ। यो भनेको त्यो दिनमा हाइएस्ट प्राइस कहाँसम्म पुगेको थियो भन्ने कुरा। जस्तै यो क्यान्डल हेर्नुहुन्छ भने यहाँ के भएको छ, यो दिन ओपन प्राइस यहाँनिर ओपन भयो र त्यसपछि सेलरहरू आए है। प्राइस यहाँ ओपन भयो, त्यसपछि सेलरहरू आए, सेलरहरू आइसकेपछि प्राइसलाई अलि तलसम्म यो लो लेभलसम्म चाहिँ प्राइसले लगे। जब यो लो लेभलमा प्राइस पुग्यो बायरहरूलाई के लाग्यो भनेपछि या कुनै पर्टिकुलर चाहिँ की लेभल हुनुपर्छ, त्यो लेभलमा बायरलाई के लाग्यो, प्राइस सस्तो लाग्यो अनि एग्रेसिभली बाई अर्डर प्लेस गर्न थाले। त्यसपछि प्राइस चाहिँ के गर्यो, कुदेर चाहिँ हाई मोमेन्टममा टप लेभल हाई लेभलसम्म पुग्यो। हाई लेभलसम्म पुगिसकेपछि अब चाहिँ के आयो भनेपछि एक थरीलाई फेरि के लाग्छ, ओहो यो त प्राइस त धेरै माथि गइसक्यो, उसलाई मलाई धेरै फाइदा भइसक्यो, म बेच्छु भनेर केही मान्छेले बेचे र प्राइस हायर लेभलमै नरहेर केही तल चाहिँ आएर क्लोज भयो। जसरी भन्नु अघि हामीले एउटा इक्जाम्पल दिएको थियौँ नि, बिहान ओपनिङ हुने बेलामा 90 रुपिजमा चाहिँ मार्केटमा उसले 1 किलो आँप बेच्यो र त्यस पछाडिबाट उसले चाहिँ 80 रुपिजमा पनि केही आँप बेच्यो, त्यसपछि दिउँसो 110 पनि बेच्यो र बेलुका क्लोजिङ हुने बेला 100 नि बेच्यो। यी सम्पूर्ण कुरालाई मिलाउँदाखेरि एउटा क्यान्डलस्टिक्सको सेप लिन्छ है। त्यसले चाहिँ चारवटा कुरा आज दिनभरिमा प्राइसको मुभमेन्ट कहाँ कहाँ भयो त भन्ने कुरा चाहिँ देखाउँछ। यही प्राइसको मुभमेन्टबाटै बायर र सेलरको साइकोलोजी चाहिँ हामी प्राइस कुदेको होइन, यो प्राइसले मुभमेन्ट गरेको होइन, यो भनेको बायर र सेलरको साइकोलोजी चाहिँ रिफ्लेक्ट भएको हो कि प्राइसको मुभमेन्टको थ्रु। हामी चाहिँ बायर र सेलरले के गरिरहेछ त, यो क्यान्डल हेर्न बित्तिकै के भयो त, आजको दिनभरिमा प्राइस यहाँसम्म पनि बायरले बायर स्ट्रङै थियो। त्यही भएर किनकि ओपनिङ प्राइस भन्दा क्लोजिङ प्राइस माथि भएको हुनाले यो स्ट्रङ बुलिस नै छ र आजको यो क्यान्डलमा बायर चाहिँ स्ट्रङै छ भन्ने कुरा देखाउँछ। ल अब हामी क्यान्डलस्टिक्सको विक्सको आधारमा चाहिँ पढ्छौँ। विक्सले के कुरालाई जनाउँछ भने अस्थिरता भन्छ नि। विक्स भनेको अस्थिरता हो कि यो चञ्चले बाँदर जस्तै कहिले पुछारमा आउने, कहिले टुप्पोमा जाने, कहिले तल आउने, कहिले माथि आउने, इस्टाब्लिस्ड वा एकै ठाउँमा स्टेबल भएर बस्दैन कि कहिले तल भाग्ने कहिले माथि भाग्ने गर्छ। र यो विक्स भनेको जहिले पनि मैले भने क्यान्डलस्टिक्सलाई एनालिसिस गर्ने भनेको की लेभलमा हो। जब की लेभललाई ब्रेकआउट गरेर 81 रिजेक्सन दिन्छ नि, त्यो लेभलमा यो विक्सले के जनाउँछ भन्दाखेरि की लेभलमा प्रायः जस्तो की लेभलमा हामीलाई ब्रेकआउट दिए जस्तो गर्ने र लास्टमा चाहिँ ट्र्याप गरेर चाहिँ फेरि त्यो की लेभलभन्दा भित्र आउने गर्छ कि। यो जहिले पनि विक्सले चाहिँ के गर्छ, ट्र्यापिङको काम गर्छ कि। यो रिटेलरहरूलाई वा नर्मल ट्रेडरहरूलाई चाहिँ के गर्छ, ब्रेकआउट भयो जस्तो देखाउने अनि त्यसपछि आएर अन्तिममा चाहिँ के गर्ने, फेरि त्यो फल्स सिग्नल दिएर फेरि चाहिँ तपाईँको रेन्जभित्र आउने काम गर्छ। जहिले पनि विक्सले चाहिँ के गर्छ, ट्र्यापिङको काम गर्छ। स्मार्ट मनी ट्र्याप भन्छ नि, यो बिग प्लेयरहरूले स्मल ट्रेडरहरूलाई ट्र्याप गर्नको लागि विक्सहरू बन्ने गर्छ चार्टमा। र यो भनेको विक्स भनेको भोलाटिलिटी हो, अत्यन्तै मार्केट चाहिँ भोलाटाइल छ भन्ने कुराको इन्डिकेसन गर्छ यो विक्सले है। अझै यसलाई सिम्प्लिफाइड तरिकाले बुझाउनको लागि चाहिँ मैले एउटा बनाएको छु। जस्तै यो क्यान्डलमा हेर्नुहुन्छ भने आज ओपनिङ चाहिँ यो लेभलमा भयो, त्यसपछि एकदम बायरहरू यो लेभलमा ओपन भयो आज प्राइस बिहान 9 बजे। त्यसपछि एग्रेसिभ रूपमा चाहिँ सेलरहरू चाहिँ के है, सेल गर्नमा इन्ट्रेस्टेड देखिए वा सेलरले आक्रामक रूपमा प्राइसलाई यो लेभलसम्म लग्यो, लोवर लेभलसम्म लग्यो। त्यहाँ लगिसकेपछि के भयो, यो भनेको बायरको एरिया हुनुपर्छ वा कुनै एउटा डिमान्ड जोन थियो होला। त्यसपछि यो लेभलमा बायरले एग्रेसन देखाएर प्राइसलाई फेरि पुनः फर्काएर चाहिँ के गरे, माथि लगे भनेपछि यो जुन क्यान्डलको टोटल रेन्ज छ नि टप टु बटम, त्यो रेन्जको 70% यदि यो क्यान्डललाई 100% मान्ने हो भने बायरहरूले आफ्नो चाहिँ स्ट्रेन्थ देखाएर 70% चाहिँ त्यसलाई चाहिँ रिट्रेस्ट भन्छ है। तपाईँको जुन यो तल आयो, तल आइसकेपछि जुन माथि गयो नि यो ग्रिन लाइनमा, यसलाई चाहिँ रिटेस्ट भन्छ।
यदि 70% सम्म रिट्रेस्ट एउटा क्यान्डलको बडीलाई 100% मान्ने हो भने 70% वा त्योभन्दा माथि चाहिँ रिट्रेस्ट गर्छ भने त्यो चाहिँ के हुन्छ, क्यान्डल यो रेड बने तापनि यो चाहिँ के हुन्छ, सेन्टिमेन्ट चाहिँ एकदम स्ट्रङ बुलिस मानिन्छ है। र अर्को क्यान्डल छ तल हेर्नुहोस्, यसमा चाहिँ के गरेको छ, प्राइस सेम कथा भयो, यसमा पनि सेम घटना घट्यो। प्राइस ओपन हुन बित्तिकै सेलरहरू एक्टिभ भयो, सेलरले प्राइसलाई तल्लो लेभलसम्म ल्याए। त्यसपछि तल्लो लेभलमा आइसकेपछि प्राइस केही चाहिँ रिट्रेस्ट भयो भनेको आफ्नो बडी सरी रेन्जको भनौँ न टप टु बटमको रेन्जको 50% सम्म चाहिँ यसले रिट्रेस्ट गर्यो भनेपछि यदि 50% सम्म रिट्रेस्ट गर्छ भने यसलाई यस्तो अवस्थामा यो क्यान्डल चाहिँ के हुन्छ, न्युट्रल हुन्छ कि। जस्तै यो बडीको यो सरी रेन्जलाई चाहिँ 100% मान्ने हो भने यो क्यान्डल क्लोजिङ कहाँ भयो त, यसको आफ्नो रेन्जको 50% मात्रै गएर क्लोज हुन्छ भने यो चाहिँ के हुन्छ, न्युट्रल सेन्टिमेन्ट हुन्छ। भनेको यो बियरिस छ भने यो बियरिस हुन्छ, बियरिसमा नि स्ट्रङ बियरिस हुँदैन। जस्तै रातो क्यान्डल देख्ने बित्तिकै हामी जहिले पनि बियरिस क्यान्डल भनेर बुझ्छौँ र यो बियरिस त बियरिस नै हुन्छ सेन्टिमेन्ट, तर चाहिँ यो स्ट्रङ हुँदैन, न्युट्रल हुन्छ है, न्युट्रल भयो। ल अब अर्को आयो, हजुरको नेटै अड्केर अलिकति बुझेन सर। नेट अड्किरहेको छ है, आज किन प्रब्लम आइरहेको यसमा? अहिले क्लियर छ सर? हजुर क्लियर आएर छ अहिले। यो विक्सको बारेमा त हामी सेन्टिमेन्ट पनि पढ्छ, मैले त्यति बेला चाहिँ अलिक सजिलो होला, अहिलेदेखि एउटा ब्याकग्राउन्ड बनाएँ भने त्यति बेला सजिलो होला भनेर मैले यो जोडेको मात्रै हो। जस्तै हामी क्यान्डलस्टिक्सको बडीको आधारमा क्यान्डलस्टिक्सलाई एनालिसिस गर्छौँ र त्यसको विक्सको आधारमा एनालिसिस गर्छौँ भनेका छौँ। विक्सले के कुरालाई रिप्रेजेन्ट गर्छ भने भोलाटिलिटीलाई रिप्रेजेन्ट गर्छ कि। जस्तै यार बडीले मोमेन्टम भएको मोमेन्टमलाई रिप्रेजेन्ट गर्थ्यो, मोमेन्टम देखाउँथ्यो भने क्यान्डलस्टिक्सको विक्सले चाहिँ तपाईँको भोलाटाइल एकदम हुन्छ नि, अस्थिर टाइपको के, कहिले चाहिँ टपमा पुग्दैन, कहिले फेरि त्यो प्राइस खसेर बटममा आइदिने गर्छ नि, त्यो चाहिँ एकदम अस्थिर टाइपको एउटा रिप्रेजेन्ट गर्छ। यो विक्सको आधारमा चाहिँ क्यान्डलस्टिक्सले के भन्न खोजेको, यो बुलिस सेन्टिमेन्ट हो कि बियरिस सेन्टिमेन्ट हो कि न्युट्रल सेन्टिमेन्ट हो कि के छ त यसको सेन्टिमेन्ट भनेर हेर्नको लागि यदि एउटा क्यान्डलको रेन्ज है, यो रेन्ज भनेको टप टु बटमलाई रेन्ज भन्छ, मैले अगाडि भनेको थिएँ, त्यहाँ एउटा देखाएको थिएँ रेन्ज भनेको टप टु बटम। यदि यो रेन्जलाई 100% मान्ने हो भने यदि चाहिँ यो क्यान्डल रिट्रेस्ट होइन, जस्तै आउन त यो बटममै सेलरहरूले यसलाई चाहिँ एकदम स्ट्रङ सेलिङ दिएर तल्लो लेभलसम्म ल्याए। जब यो तल्लो लेभलमा आयो अब चाहिँ के हो त, जोसँग पैसा बोकेर बसेको थियो वा स्मार्ट मनी जो बिग प्लेयरहरू थिए उनीहरूलाई यो प्राइस चाहिँ सस्तोमा लाग्यो, किनभने यो लेभलमा किन्नुभन्दा यो लेभलमा किन्नु त फार बेटर भयो, सस्तो भयो। अब उनीहरूलाई सस्तो लागिसकेपछि प्राइसलाई चाहिँ बायरको इन्ट्री हुन्छ, बायरले फेरि प्राइसलाई लगेर यो लेभलसम्म लगेर चाहिँ के गर्छ, क्लोजिङ गर्छन्। भन्नुको मतलब यदि यो क्यान्डलको रेन्जलाई 100% मान्ने हो भने 70% रिट्रेस्ट, रिजेक्सन भन्छ कि यसलाई टेक्निकल टर्ममा। जब यो 70% सम्म रिजेक्सन गराउन सक्छन् भने त्यो बेलामा यो क्यान्डल रेड छ, रेड हो देख्न बित्तिकै यो बियरिस हो भन्न मिल्दैन कि। किन भन्दाखेरि यो क्यान्डलमा पहिला सेलर थिए तर अन्तिममा कन्ट्रोल कसले गर्यो त, बायरले गर्यो। कन्ट्रोल गरेर 70% सम्म चाहिँ उसलाई रिट्रेस्ट गर्यो भने यसलाई चाहिँ रेड क्यान्डल भए तापनि यसलाई बुलिस सेन्टिमेन्ट भएको मानिन्छ कि। त्यस्तै गरेर अर्को यहाँनिर चाहिँ अर्को क्यान्डल छ, यस क्यान्डलमा चाहिँ के भयो त, सेम प्राइसलाई चाहिँ सेलरले तल्लो लेभलसम्म लगेको थिए तर यो तल्लो लेभलमा गइसकेपछि बायर एक्टिभ भयो, बायर आए, बाहिर आइसकेपछि यसलाई चाहिँ फेरि के गरे, यसलाई बााउन्स गराए वा चाहिँ यसलाई चाहिँ पुल ब्याक गरे। भनेपछि कुन लेभलसम्म पुल ब्याक गरे त भन्दाखेरि आफ्नो क्यान्डलको रेन्जको 50% मात्रै रिट्रेस्ट भयो कि। एउटा क्यान्डलको रेन्जमा 50% मात्रै रिट्रेस्ट भयो भने यो के भयो, न्युट्रल हुन्छ कि। यदि अब यो भनेको क्यान्डल चाहिँ रेड छ, यो बियरिस भयो, यसले बियरिस क्यान्डललाई रिप्रेजेन्ट गर्छ भनेपछि बियरिसमा पनि स्ट्रङ बियरिस होइन कि न्युट्रल बियरिस हो भनेर चाहिँ न्युट्रल बियरिस सेन्टिमेन्ट चाहिँ सो गरिरहेको हुन्छ कि यो क्यान्डलले। त्यस्तै गरेर यहाँनिर हेर्नुहोस्, यहाँ पनि ओपन हुन बित्तिकै सेलरले तल्लोसम्म ल्याए तर बायर तल्लो लेभलमा आएपछि बायर एक्टिभ भयो तर बायर त्यति इन्ट्रेस्टेड छैन कि। भनेपछि जम्मा आफ्नो क्यान्डलको रेन्जको 30% मात्रै रिटेस्ट गर्न सफल भयो भने, फर्काउन सफल भयो भनेपछि यो क्यान्डल चाहिँ बियरिस भयो क्या। अब यसको सेन्टिमेन्ट चाहिँ के भयो, यो भनेको 30% मात्रै चाहिँ बायरले कन्ट्रोल लिन सके, बाँकी 70% भनेको सेलरकै कन्ट्रोलमा भएको हुनाले यो सेन्टिमेन्ट चाहिँ के हुन्छ, स्ट्रङ बियरिस सेन्टिमेन्ट हो भनेर हामी चाहिँ यसरी बुझ्छौँ कि। त्यस्तै गरेर आयो इन्डिसियन, यहाँ अर्को क्यान्डल छ इन्डिसियन भनेको। यहाँ चाहिँ के भयो त यसमा भनेर हेर्दा यो क्यान्डलमा ल हेर्नुहोस् है, प्राइस चाहिँ ओपन यहाँनिर भयो
अनि त्यसपछि सेलरहरूले त्यसपछि आएर चाहिँ के भयो, यहाँ ओपन हुन बित्तिकै बायरहरू आए। यसमा बाहिर आएर प्राइसलाई अलिकति माथि लैजाने कोसिस गरे, यो लेभलसम्म हाई लेभलसम्म प्राइस रहे। यो लेभलमा आइसकेपछि के लाग्यो, सेलरहरू एक्टिभ भयो। सेलरले एकदम नन स्टप त्यसलाई तल्लो लेभलमा ल्याएर चाहिँ ल्याए होइन। ल्याइसकेपछि तल्लो लेभलमा आएपछि बायर त आए, तर चाहिँ त्यति स्ट्रङली बायर चाहिँ आएन कि। भनेको यो माथिल्लो लेभलमा पनि रिजेक्सन छ, तल्लो लेभलमा पनि रिजेक्सन छ, बिचमा क्यान्डल बनेको छ। यसलाई चाहिँ भन्छ इन्डिसिजन सेन्टिमेन्ट भन्छ कि मार्केटको। यो चाहिँ हामी डिटेलमै यसको एउटा मार्केटको क्यान्डलस्टिक्सको साइकोलोजी वा सेन्टिमेन्ट भन्ने क्लास अब यसको लगत्तै हामी पढ्छौँ। त्यसमा चाहिँ सेन्टिमेन्ट एनालिसिस हो, त्यसलाई अलिकति सपोर्ट होला भनेर एउटा चाहिँ ब्याकग्राउन्ड बनाएको। हामी चाहिँ क्यान्डलको रेन्जको आधारमा क्यान्डलले क्लोजिङ कहाँ गरेको छ त भन्ने आधारमा त्यसको सेन्टिमेन्ट के हुन्छ त, बुलिस हो कि बेरिस हो कि न्युट्रल हो कि भन्ने कुरा चाहिँ एनालिसिस गर्छौँ भनेको। यदि क्यान्डलको रेन्जलाई 100% मान्ने हो भने हामी क्यान्डलको क्लोजिङको आधारमा ओपनिङको तुलनामा क्लोजिङ कहाँ भइरहेको छ त, क्यान्डलको रेन्जको 70%मा क्लोज गरेछ भने त्यो स्ट्रङ बुलिस भइहाल्यो। 50%मा मात्रै चाहिँ उसले चाहिँ क्लोजिङ गर्न सफल भयो भने न्युट्रल भयो। त्यस्तै गरेर 30%मा मात्रै क्लोज गर्न सक्यो भने चाहिँ त्यो चाहिँ स्ट्रङ बियरिस नै भयो। यदि चाहिँ तल पनि तल र माथिबाट प्रेसर छ, यसलाई चाहिँ स्पिनिङ टप क्यान्डल भन्छ। यसको नाम चाहिँ स्पिनिङ टप क्यान्डल हो। तर हामी क्यान्डल स्टिक्सको नाम भन्दा पनि यहाँ चाहिँ के भएको थियो त, ओभरअल यो क्यान्डलमा सेन्टिमेन्ट के भएको थियो त भन्ने कुरा चाहिँ एनालिसिस गर्छौँ। यहाँ चाहिँ भएको चाहिँ के भयो भने चाहिँ बिहान ओपन चाहिँ यहाँ भयो, ओपन हुन बित्तिकै हुरेर बायरहरू आए। बायर आएर अलिकति केही हल्का प्राइसलाई माथितिर लैजान सफल भयो। अलि माथिल्लो लेभलमा जान बित्तिकै के भयो, फेरि सेलरहरू एक्टिभ भयो। सेलर पनि कसरी एक्टिभ भयो भने स्ट्रङ रूपमा चाहिँ त्यसको ओपन प्राइस भन्दा पनि धेरै तल लो लेभलसम्म लग्यो। जब लो लेभलमा आइसकेपछि फेरि केही हल्का बायरहरूको प्रेसर देखिन्छ र बायरहरूले अलिकति माथि लगेर मात्रै क्लोज गर्न मात्रै सके। यो लेभलभन्दा माथि लैजान सकेन भने यो क्यान्डलमा न बायरको इन्ट्रेस्ट छ न सेलरको इन्ट्रेस्ट छ, दुवैको के छ एउटा फाइट चाहिँ बराबर गर्छन्, तर कतै पनि चाहिँ यसलाई लान सकेनन्, एउटा क्लियर डिरेक्सनमा लान नसक्यो भने यो क्यान्डललाई इन्डिसियन क्यान्डल चाहिँ भन्यो। इन्डिसियन क्यान्डल भन्दा इन्डिसियन सेन्टिमेन्ट, यसको नाम चाहिँ स्पिनिङ टप हो। र सेन्टिमेन्ट चाहिँ के हुन्छ, स्पिनिङ टप क्यान्डलको सेन्टिमेन्ट भनेको न्युट्रल हुन्छ। ल हामी हिजोको जस्तै 1 घन्टा 20 मिनट क्लास चाहिँ सुरु गऱ्यौँ र केही समय छोटो हामी टी ब्रेक लिन्छौँ हिजोको जस्तै। त्यस पछाडि चाहिँ हामी आजलाई चाहिँ मैले यो क्यान्डल स्टिक्सको यति नै गरेँ है। भोलि चाहिँ अब हामी चार्टमा जान्छौँ। अहिलेसम्म पढेका कुराहरूको हामी प्र्याक्टिकल पनि हेर्नु पऱ्यो नि, थ्योरी मात्रै पढेर त हुँदैन। अब निद्रा पनि लागिसकेर सरमा कतिपयलाई किन भन्दा बोर लाग्छ। मैले भने नि सुन्ने काम चाहिँ गाह्रो हुन्छ, त्यही भएर सुन्नेलाई सुनको माला भनिएको त्यसै होइन है भनेको, त्यही भएर सुन्न चाहिँ गाह्रो हुन्छ। त्यही भएर धेरै नसुनौँ। आज अब प्र्याक्टिकल चार्ट हेरौँ। हामी कतिजना छौँ, 18 जना छौँ। आज 18वटा चार्ट चाहिँ हामी एनालिसिस गर्छौँ र अहिलेसम्म पढेका कुराहरू त्यो कुरामा यो यहाँनिर युटिलाइज भएको छ, यो यहाँनिर स्थिर भएको छ म भनेर तपाईँलाई देखाउँछु। अब जस्तै अब अघि चाहिँ रेड क्यान्डल देखेका थियौँ भने अब हामी यहाँ ग्रिन क्यान्डल आयो कि। यो ग्रिन क्यान्डल भनेको ओपनिङ प्राइस भन्दा क्लोजिङ प्राइस माथि भएको हुनाले बुलिस त हो। बुलिस क्यान्डल त भनियो क्लोजिङको आधारमा, प्राइसको क्लोजिङको आधारमा हामी यसलाई बुलिस भन्छौँ। तर सेन्टिमेन्टको आधारमा चाहिँ के हो त, यो बुलिसै हो त भन्ने कुराको लागि जस्तै हेर्नुहोस् त, यो माथिल्लो क्यान्डल छ, यहाँ चाहिँ के भयो भन्ने कुरा, प्राइस यहाँ ओपन भयो, त्यसपछि आएर स्ट्रङ बायरहरू आएर स्ट्रङ मोमेन्टममा प्राइसलाई यो हाई लेभलसम्म लगे। हाई लेभलमा पुग्न बित्तिकै सेलरहरूलाई चाहिँ के भयो, सेलरहरू यो लेभलमा एक्टिभ भयो। सेलरले फेरि प्राइसलाई ल्याएर चाहिँ यो लेभलमा क्लोज गर्न सफल भए। भनेपछि यो ओपनिङ प्राइसको तुलनामा क्लोजिङ प्राइस त माथि छ। हामी चाहिँ यसलाई के भन्न सक्छौँ, यो बुलिस क्यान्डल हो है भन्न सक्छौँ कलरको आधारमा, क्लोजिङ बेसिसको आधारमा। तर सेन्टिमेन्टको आधारमा हेऱ्यौँ भने यो चाहिँ के भयो त, माथिल्लो लेभलबाट आफ्नो रेन्जको 70% मात्रै एरियामा चाहिँ बढी 70% रिट्रेस्ट भएको छ। 30% मात्रै यसले आफ्नो पावर देखाउन सकेको छ। 30% मात्रै आफ्नो बडी बनाउन क्लोजिङ गर्न सफल भएको छ भने यो जुन माथिल्लो एरिया छ नि यो स्टिक, यहाँ चाहिँ यो सेलरको पावर हो कि। त्यही भएर यसलाई चाहिँ कलरको आधारमा ग्रिन क्यान्डल बने तापनि यो सेन्टिमेन्ट चाहिँ के हुन्छ, यसको बियरिस हुन्छ है त। ल त्यस्तै गरेर यहाँ अर्को पनि क्यान्डल छ। यो क्यान्डल ओपन यहाँ भयो, क्लोज चाहिँ यहाँ भयो।
क्लोजिङ बेसिसको आधारमा त्यो ग्रिन बन्यो किनभने ओपनिङ प्राइस भन्दा माथि क्लोज गरेको हुनाले यो बुलिस क्यान्डल भन्न मिल्यो। तर सेन्टिमेन्टको आधारमा चाहिँ के भयो त यसले आफ्नो क्यान्डलको रेन्जको 50% सम्म मात्रै रिटेस्ट गर्न सक्यो, 50% एरियामा मात्रै आफ्नो बडी बनाउन सक्यो। भन्नुको मतलब यो बुलिस त बुलिस हो तर बुलिसमा स्ट्रङ बुलिस होइन, यो न्युट्रल हो भन्ने कुरो भएको। यसको आधारमा हामी न्युट्रलको आधारमा कुनै डिसिजन लिन सक्दैनौँ कि। त्यही भएर अब सेन्टिमेन्ट के हुन्छ त अर्को दिनको क्यान्डलको सेन्टिमेन्ट हेर्छौँ। यदि अर्को दिनको क्यान्डल यो क्यान्डलको हाईभन्दा माथि क्लोज गर्छ र स्ट्रङ ठुलो बडी बन्छ, वाइड रेन्ज क्यान्डल बन्छ भने अब मार्केटमा मोमेन्टम आयो, अब मार्केट चाहिँ माथि जान्छ है भन्ने चाहिँ इन्डिकेसन गर्छ। र यहाँ यो भनेको चाहिँ मोमेन्टम क्यान्डल भनेको छ। मैले भने मोमेन्टम के हो भन्ने कुरा अघि मैले एउटा चङ्गाको उदाहरण दिएर तपाईँलाई बुझाएको थिएँ, सजिलो होला बुझ्नलाई। मोमेन्टम भनेको स्पिड, पर्टिकुलर एउटा स्पेसिफिक डिरेक्सनमा चाहिँ कतिको स्पिडमा गइरहेछ त, माथि गइरहेछ कि तल गइरहेछ भन्ने कुरा हो। यहाँ चाहिँ के भनेको छ भने यदि एउटा क्यान्डलको रेन्जलाई 100% मान्ने हो भने यदि त्यो रेन्जको 50% भन्दा बढी एरियामा चाहिँ क्यान्डलले क्लोज गर्छ भने त्यसलाई चाहिँ स्ट्रङ मोमेन्टम भएको मानिन्छ। भनेको दिनभरिमा प्राइस एउटै डिरेक्सनतिर हिँड्यो, किन भन्दा प्राइस त कति बेला माथि जान्छ कति बेला तल जान्छ गर्छ नि, एउटै स्ट्रेट लाइनमा त प्राइस हिँड्दैन। यसले चाहिँ के भन्यो भने आफ्नो रेन्जको 50% भन्दा माथि चाहिँ क्लोज गर्न सफल हुन्छ क्यान्डल भने त्यसलाई मोमेन्टम क्यान्डल भनिन्छ, किनकि दिनभरिमा अधिकांश समय प्राइस एउटै डिरेक्सनमा हिँडेको थियो भनेर यसले चाहिँ भन्न खोजेको कि। बडी मोर देन 50% अफ द क्यान्डल है, एउटा क्यान्डलको हाइट भनेको क्यान्डलको हाइटको 50% भन्दा माथिल्लो एरियामा चाहिँ क्लोज गर्छ भने त्यो भनेको के हो त, एकछिन म पढेर सुनाउँछु। बडी मोर देन 50% अफ द क्यान्डल हाइट मिन्स द प्राइस इन द पिरियड इज मोर देन 50% अफ द टाइम इन वान डिरेक्सन। भनेको यदि प्राइसले आफ्नो क्यान्डलको रेन्जको 50% भन्दा माथिल्लो एरियामा क्लोजिङ दिन्छ भने दिनभरिमा क्यान्डल त्यो प्राइस चाहिँ एउटै डिरेक्सनमा चाहिँ 50% भन्दा बढी समय के हो आफ्नो दिनभरिमा 50% टाइमभन्दा बढी समय एउटै डिरेक्सनमा चाहिँ गयो। त्यो मोमेन्टम हुनको लागि चाहिँ के गर्नु पर्यो, कहिले तल आउने कहिले माथि हुने भएन कि एउटै डिरेक्सनमा चाहिँ फ्लो हुनु पर्यो कि। जस्तै चङ्गा हावाले त्यसलाई ठेल्यो भने चाहिँ एउटै डिरेक्सनमा भाग्छ नि जोडले, त्यस्तो कहिले चाहिँ अगाडि आउने कहिले पछाडि आउने गर्नु भएन कि। एउटै डिरेक्सनमा 50% भन्दा बढी समय रह्यो भने त्यसलाई मोमेन्टम क्यान्डल भनिन्छ। भनेपछि यदि 50% भन्दा कम मा क्लोज गर्छ, क्यान्डलको रेन्जको 50% भन्दा कममा मात्रै क्लोज गर्छ भने त्यसलाई मोमेन्टम क्यान्डल भनिँदैन, त्यसलाई इन्डिसियन क्यान्डल भनिन्छ भनेर भनेको छ। अगाडि नै भएको कुराहरू यहाँ चाहिँ मैले अहिले हाइलाइट गरिदिएको मात्र हो। ल अब समरी चाहिँ के छ भने चाहिँ यहाँनिर समरी, यदि वाइड रेन्ज क्यान्डल भन्छ भने त्यसले चाहिँ के सो गर्छ त, यदि चार्टमा वाइड रेन्ज क्यान्डल बनेको छ भने त्यसले चाहिँ मोमेन्टम वा स्ट्रेन्थलाई सो गर्छ। यदि न्यारो क्यान्डल बनेको, न्यारो रेन्ज क्यान्डल बनेको छ भने विकनेस वा चाहिँ लो मोमेन्टम वा लो स्ट्रेन्थलाई सो गर्छ भन्ने कुरा चाहिँ मैले यहाँ तपाईँलाई राखेँ। अब यो अलिकति लामो छ क्यान्डल स्टिक्सको पार्ट। अब हामी आज 9 कति भइसक्यो, 9:26 भइसक्यो। अलिकति केही कुराहरू यो थ्योरी मात्र नभएर अलिक प्र्याक्टिकल पनि हिजो पढेका कुराहरू आज पढेका कुराहरूलाई अलिकति के सँगसँगै लिएर जाउँ भन्नको लागि हो। आजको थ्योरी क्लास यहीँसम्म गर्छौँ। क्यान्डल स्टिक्स हामीले के पढ्यौँ, क्यान्डल स्टिक्स भनेको के हो, क्यान्डल स्टिक्स चाहिँ किन चाहिँ पढ्नुपर्ने रहेछ र क्यान्डल स्टिक्सलाई कसरी चाहिँ हामी चाहिँ क्यान्डल स्टिक्सलाई कसरी रिड गर्ने त, कसरी पढ्ने त, के को आधारमा हामी क्यान्डल स्टिक्सलाई पढ्छौँ र क्यान्डल स्टिक्सको सेन्टिमेन्ट चाहिँ बुझ्छौँ त भन्ने कुरा पढ्यौँ। त्यसमा चाहिँ अब भोलि चाहिँ हामी क्यान्डल स्टिक्सलाई युज गरेर कसरी चार्ट पढ्छौँ त भन्ने कुरा भोलिको क्लासमा जान्छौँ। र आजको क्लासमा अब 5 मिनट होइन 3 मिनट है, धेरैमा 3 मिनट चाहिँ टी ब्रेक लिन्छौँ। त्यस पछाडिबाट हामी के गर्छौँ, तपाईँको चार्टमा गएर आज चार्ट 18वटा चार्ट चाहिँ, किन हामी 18 जना 19 जना रहेछौँ, 19 जनाको एक एकवटा चार्ट चाहिँ सबैको तपाईँले एक एकवटा चार्टको बारेमा भन्नुहोस् है, आफूलाई मन लागेको। म त्यो चार्टको आधारमा चाहिँ हामी अहिलेसम्म पढेका कुराहरू, यहाँ यो लागु भएको छ, यहाँ यो कुराले काम गरेको छ, यो थ्योरी यहाँ प्रयोग भएको छ भन्ने कुरा चाहिँ म तपाईँलाई जानकारी गराउँछु। ल मैले सेयरिङ स्टप गरेँ, भिडियो स्टप गरेँ। अब 3 मिनट है, कति बज्यो अहिले, 9:27 गएको छ। 9:30 तपाईँहरू उठ्नुहोस्, आफ्नो ठाउँबाट फ्रेस हुनुहोस्, अनि त्यसपछि आएर पानी पिउनुहोस्, अनि हामी ठ्याक्कै 9:30 उपस्थित हुन्छौँ है। हस्।
सर यो तपाईको एसएस प्रो हो। मैले सुरुमा हाम्रो सन्दीप चौधरी सरसँग सिक्दाखेरि मलाई उहाँले सिकाउनु भएको थियो। मैले सिकेको भनेको एसएस प्रो, त्यसपछि एसएस प्रो नै चलाएँ। यो गजबै राम्रो त छैन सर, अलिकति अपडेटेड भर्सन त्यति राम्रो छैन। म चाहिँ अरू इन्फर्मेसनहरू जस्तो चुकुल भनेको एडभान्स छ है, अलिक महँगो पनि छ, त्यो हिसाबले पनि होला। यो चार्टलाई मात्रै चाहिँ यो बेस्ट छ। फेरि मैले अहिले नेप्से ट्रेडिङ पनि चलाउँछु, तर त्यो अलिक त्यति बेटर छैन लागेन मलाई होइन, छैन त के भन्नु। त्यसमा इन्ट्राडेको काम गर्न सकिँदैन। यसमा चाहिँ इन्ट्राडेको काम पनि गरिन्छ। कसरी गरिन्छ म देखाउँछु है त ल। अब पहिला चाहिँ सुरुमा चाहिँ हामीले नेप्से वा इन्डेक्सलाई चाहिँ एनालिसिस गर्छौँ, र अब हामी कसरी चार्टलाई एनालिसिस गर्छौँ, कसरी सेभ गर्छौँ, म सबै सिकाउँछु। बिस्तारै बिस्तारै नआत्तिनु होला, हामी स्टार्टिङ लेभलमै छौँ। ओहो कहिले होला भनेर नआत्तिनु। जस्तै आएर मैले यहाँ नेप्से भनेर हाने, यहाँ मैले चाहिँ बनाएको चार्टहरू छ। म एउटा कुरा देखाएँ त, यो जुन छ नि, जुन अहिले चार्ट, यसलाई मैले हटाएँ एकछिन। ल यस्तो अघि अर्कै आएको थियो है, अहिले अर्कै आयो। जस्तो तपाईँले यहाँ गएर एनएपिएसए नेप्से हान्नुभयो भने एकछिनै मैले तपाईँलाई यसको डिफ्रेन्सेस देखाउँछु। जस्तै यो साइट खुल्यो, यो पेड हो, वार्षिक चाहिँ पेड सब्सक्रिप्सन हो होइन। जस्तै अहिले जुन यहाँ चार्ट देखिरहनु भएको छ नि, यो भनेको सिस्टमको डिफल्ट सेटिङवाला चार्ट हो। यसमा चाहिँ के दिएको छ, एमएसिडी देखाएको छ, आरएसआई देखाएको छ, भोल्युम देखाएको छ, प्राइस देखाएको छ, यहाँ मुभिङ एभरेजहरू देखाएको छ है त। अब यो भनेको बाई डिफल्ट सेटिङवाला चार्ट हो। तर हामी चाहिँ के गर्छौँ भने आफ्नो लागि आफै प्लान गर्छौँ कि बाई डिफल्टमा गएर त्यति अलिकति क्ल्यारिटी हुँदैन। अब म एनएपिएसए अब मैले बनाएको चार्ट चाहिँ मेरो प्लान वा मेरो स्ट्राटेजी म तपाईँलाई सेयर गर्न गइरहेको छु। यहाँ अस्ति पनि मैले तपाईँलाई देखाएको थिएँ। अब यो मेरो चार्ट हो है, यसमा चाहिँ अलिक क्ल्यारिटी छ कि तपाईँको। म धेरै भने नि लेस इज मोर भनिन्छ, किनभने धेरै इन्डिकेटर पढेर, धेरै कुराहरू पढेर चार्टमा सबै इन्डिकेटर लगाउँछु, सबै टुल्स एकैचोटि राख्छु भन्यो भने त्यो एनालिसिस नभएर प्यारालिसिस हुन्छ अरे कि। एनालिसिसको पनि प्यारालिसिस हुन्छ भन्छ। त्यही भएर यो प्यारालिसिस बनाउनु हुँदैन। सकेसम्म लेस इज मोर, थोरै कुराले पनि धेरै कुरा काम गर्न सकिन्छ। त्यही भएर अस्ति मैले भनेको थिएँ, हामी कुन दिन भेट्यौँ, हामी यो दिन भेट्यौँ है। इन्भर्टेड ह्यामर क्यान्डल फर्मेसन भएको छ है, हामीले पढेको। ल अब टेक्निकल उसमा चाहिँ टेक्निकल एनालिसिस भनेको चाहिँ के हो त, पास्टको डाटाको आधारमा फ्युचर फोरकास्ट गर्ने एउटा टुल हो, मेथड हो भनेर पढेका थियौँ होइन। हो हजुर हो। त्यही भएर यहाँ चाहिँ के भनेको छ, यो ग्रिन लाइन भनेको चाहिँ अब यहाँ त्यहाँ त हामीले पढिसकेका छैनौँ। यसलाई चाहिँ सप्लाई डिमान्ड जोन भन्छ क्या। यसलाई सपोर्ट जोन त हुँदैन, डिमान्ड जोन हुन्छ वा सपोर्ट हुन्छ। यो सपोर्ट हो। पास्टमा चाहिँ प्राइस यो लेभलमा आउँदाखेरि यहाँबाट चाहिँ बााउन्स भएर माथि गएको थियो, र फ्युचर अब भविष्यमा पनि के हुन सक्ला, यही लेभलमा आएर फेरि प्राइस माथि जान सक्ला भनेर हामीले एउटा प्रिडिक्ट गरेका थियौँ। प्राइस पहिला यो लेभलमा पास्टको डाटाको आधारमा फ्युचरमा पनि प्राइस यही लेभलबाट फर्किन्छ भनेर प्रिडिक्ट गर्नु नै टेक्निकल एनालिसिस हो भनेर भन्ने पढेका थियौँ नि। त्यो थ्योरी यहाँ लागु हुन्छ कि हामीले चाहिँ की लेभल, जहिले पनि चार्टमा की लेभलहरू ड्र गऱ्यौँ र हामीले बायर र सेलरको सेन्टिमेन्ट एनालिसिस गर्ने भनेको की लेभलमा हो। प्राइसलाई की लेभलमा आउन दिने, की लेभलमा आइसकेपछि कस्तो सेन्टिमेन्ट बन्छ त्यो अनुसार चाहिँ हामी चाहिँ के गर्छौँ, ट्रेड लिन्छौँ भनेका थियौँ। त्यही भएर हामीले यहाँ की लेभल ड्र गरेर राखेका थियौँ र पास्टमा पनि प्राइस यो लेभलबाट बााउन्स भएको थियो। अब हामीलाई के लाग्यो भने अब फ्युचरमा पनि यो लेभलबाट चाहिँ प्राइस बााउन्स हुन्छ है भनेर हामी यो लेभलमा प्राइस आउन बित्तिकै बाई गऱ्यौँ। हामीले कतिमा 2604मा इन्डेक्समा बाई गऱ्यौँ र कतिसम्म लेभलमा यो लेभल हायर लेभलमा जाने भने 2743 झन्डै 100 अङ्कको चाहिँ यहाँ बेनिफिट चाहिँ खान सक्यौँ। भनेपछि टेक्निकल एनालिसिसको थ्योरीले काम गर्छ कि गर्दैन भन्ने कुरा मैले यहाँ बुझाउन खोजेको। र अर्को चाहिँ टेक्निकल एनालिसिसको एजम्सन भनेको मार्केट जहिले पनि एउटा ट्रेन्डमा हिँड्छ भन्छ कि। अहिले मार्केट साइडवेज ट्रेन्डमा छ है। यो जस्तै तल चाहिँ सपोर्ट हो, माथिको रेसिस्टेन्स हो। प्राइस सपोर्ट लेभलमा आउँछ, फेरि फर्केर रेसिस्टेन्समा जान्छ, फेरि सपोर्टमा आउँछ, फेरि रेसिस्टेन्समा आउँछ। अहिले चाहिँ तपाईँको मार्केट साइडवेजमा छ, त्यति धेरै चाहिँ दुःख नगरौँ है भनेर मैले भनेको थिएँ। अब एउटा यो सपोर्ट जोनमा अब पर्सिको के हुन्छ त सर भन्नुहुन्छ भने, मार्केट आफ्नो डिमान्ड जोनमा आइसकेको छ। अब पर्सि थोरै तल आएर अनि रिजेक्ट हुने प्रोबाबिलिटी एउटा सम्भावना चाहिँ देखिएको छ।
अर्को कुरा आरएसआई पनि 40 को लेभलमा आउनै लागेको छ। पर्सि फर्स्ट आवरमा मार्केट चाहिँ केही घट्ने, त्यसपछि बाउन्स ब्याक भएर यहाँ चाहिँ रिजेक्सन क्यान्डल भनेको तल चाहिँ पुच्छर भएको क्यान्डल के, जस्तै यस्तो क्यान्डल बनेर माथि फर्किने सम्भावना पनि एउटा सम्भावना त्यहाँ छ भने, नभए चाहिँ अलि स्ट्रङ लेभलबाट फर्किन्छ प्राइस भनेपछि यो लेभल 2604 को लेभललाई टच गरेर यहाँबाट चाहिँ बाउन्स हुने प्रोबाबिलिटी आइछ। फर्स्ट त अब यो लेभललाई सपोर्ट मान्न सकिन्छ। अहिलेलाई हामी प्राइस सपोर्ट लेभलमा आएर स्टप भएको छ है अस्तिको ट्रेडिङमा। अब चाहिँ भोलि अब कमिङ सन्डे चाहिँ के हुनसक्छ, अलि तल आएर रिजेक्ट हुन पनि सक्छ, नभए चाहिँ आयो भने म्याक्सिमम, किन भन्दा यो लेभललाई 1 टाइम 2 टाइम यो चाहिँ तपाईँको टेस्ट चाहिँ भएर छ। यो लेभल ठ्याक्कै यो लाइनलाई टेस्ट गरेको छैन। मेरो विचारमा 2604 या 2600 वरिपरि चाहिँ मार्केट आएर चाहिँ बाउन्स हुने प्रोबाबिलिटी हाई देख्छु है म। आरएसआई पनि 40 को लेभलमा ठिक्कै बस्छ, अनि भोल्युम पनि ठिकै छ, अनि प्राइस त अस्ति अलि ठुलो नै आएको रहेछ। त्यही भएर अब यहाँ चाहिँ हामी आज क्यान्डल पढ्यौँ है। मैले नेप्से ओभरअल नेप्सेको गर्दाखेरि यहाँ चाहिँ ट्रेन लाइन, अर्को पनि एउटा ट्रेन लाइन बन्दो रहेछ। यसरी हामीले एउटा ट्रेन लाइन बनायौँ भने यसलाई चाहिँ ट्रेन लाइन भन्छ है हजुर। यो सपोर्ट रेसिस्टेन्स अन्तर्गत हामी डिटेलमा पढ्छौँ। यसलाई चाहिँ माइनर लेभलको रेसिस्टेन्स मान्ने हो भने अलिकति यो लेभल जबसम्म यसले ब्रेक गर्दैन तबसम्म चाहिँ हामी बाई साइड चाहिँ जाँदैनौँ है। किनभने ट्रेन्ड अहिले पनि डाउन साइडमा छ भनेको, यसले ट्रेन्ड लाइन, यसले ट्रेन्डको डिरेक्सन चाहिँ देखाउँछ। त्यही भएर यो माइनर लेभलको ट्रेन्ड लाइन ड्र गर्दा चाहिँ के भयो, यो चाहिँ डाउन ट्रेन्डमा छ। त्यही भएर अब यो लेभलमा मार्केट अझै साइडवेज गरेर जब यो ट्रेन्ड लाइनलाई ब्रेक गर्छ तब चाहिँ हामी बाई साइड चाहिँ सोच्न सक्छौँ। अहिले स्टिल चाहिँ यो ट्रेन्ड लाइनलाई फेरि रेसिस्टेन्स बनाएर तल आउन सक्ने प्रोबाबिलिटी पनि हुन्छ। जहाँसम्म लाग्यो 2604 को लेभललाई वेट गरौँ। हामी हतारमा चाहिँ किन्ने होइन, किनभने सेन्टिमेन्ट नेगेटिभ छ, मार्केटको ट्रेन्ड चाहिँ माइनर लेभलमा चाहिँ डाउन साइडमा छ। त्यही भएर चाहिँ 2604 को लेभलमा अलिकति पार्सियल्ली चाहिँ जान सकिन्छ है। त्यतिन्जेल आरएसआईले पनि 40 सपोर्ट लिन्छ। राम्रो सेटअप बन्दैछ अब बाई साइडको लागि। पहिला चाहिँ अलिकति अब यसको अहिले त बियरिश सेन्टिमेन्ट नै छ, किन भन्दाखेरि अस्तिको क्यान्डलको तल क्लोज गरेको छ यसले। र आजको उसमा हेऱ्यौँ भने हामी क्यान्डल स्टिक्सको सेन्टिमेन्ट पढ्ने बेलामा यसले क्लोजिङ कहाँ गरेको छ, यो भनेको रेड क्यान्डल हो, यो भनेको बियरिश क्यान्डल हो भनेर हामीले रेड देख्ने बित्तिकै बियरिश हो। किन बियरिश हो त भन्दाखेरि तपाईँको ओपन चाहिँ यहाँ यो लेभलमा देखिरहनु भएको छ। मैले यो कर्सर लगेको, एकजनाले भनिदिनुहोस् न, यो देखिएछ मैले कर्सर जुन यो त यता हजुर ल म तपाईँलाई चार्टमै देखाउँछु। तपाईँलाई यो भनेको त्यो दिनको ओपन प्राइस हो भनेको बिहिबारको। यहाँ मार्केट ओपन भयो, क्लोज चाहिँ कहाँ गर्यो, तल गर्यो भनेको यो स्ट्रङ बियरिश नै हो। र अर्को कुरो चाहिँ अघिल्लो दिनको क्यान्डललाई ब्रेक गरेर तल आएको छ अनि स्ट्रङ बियरिश सेन्टिमेन्ट हो। तर अब यो डिमान्ड जोनमा आएको छ एक हिसाबले, किन भन्दाखेरि पास्टमा यो लेभलबाट प्राइस चाहिँ फर्केको थियो। अब चाहिँ हामी चाहिँ के गर्छौँ, पास्टको डाटाको आधारमा फ्युचरमा पनि अब प्राइस यहाँबाट फर्किन्छ है भनेर एउटा एजम्सन गर्छौँ। किन भन्दाखेरि यो भनेको माइनर लेभलको सपोर्ट हो, तर स्ट्रङ सपोर्ट चाहिँ कहाँ छ, यो त धेरै माइनर हो। स्ट्रङ भनेको अलिक तल छ, यो 2600 को लेभलमा चाहिँ जुन यो ग्रिन लाइन देख्नु भएको छ नि, त्यो चाहिँ स्ट्रङ सपोर्ट हो। त्यही भएर यो माइनर लेभलबाट पनि फर्किन सक्छ। अर्को कन्फर्मेसन लाउनुहुन्छ भने बोलिन्जर ब्यान्ड, अस्ति कुन सरले भन्दै हुनुहुन्थ्यो, बोलिन्जर ब्यान्डले पनि तलतिर सङ्केत गर्यो है। माथिल्लो लेभलमा यो मिडल ब्यान्डले रेसिस्टेन्सको काम गरिरहेछ, अनि यो लोवर ब्यान्ड चाहिँ तलतिर आइरहेछ भनेपछि अझै तल आउने प्रोबाबिलिटी देखिन्छ है यसमा बोलिन्जर ब्यान्डबाट हेर्दा। कन्फर्मेसनको लागि इन्डिकेटर भनेको कन्फर्मेसनको लागि हामी युज गर्छौँ। ल यो भयो नेप्सेको एनालिसिस। नेप्से चाहिँ अलिकति अब थोरै यो तल्लो लेभलमा आउँदै गर्दा किन्दै गर्दा हुने देख्छु है म। एकैचोटि एग्रेसिभ इन्ट्री नगर्नु होला। ल अब यो आजको क्यान्डल स्टिक्सको बारेमा पढ्दा यहाँ जुन देखिरहनु भएको छ यो ग्रिन क्यान्डल हो, यो एक दिनको क्यान्डल हो। यसले चाहिँ के गर्छ अरे भनेपछि एक दिनमा चाहिँ यहाँ माथि हेर्नुहोस् त, अरे यहाँनिर हेर्नुभयो भने यहाँ देखिएछ ओपन हाई लो क्लोज देखिएछ, देख्नु भएको छ नि होइन, यहाँ देखाउँछ। तपाईँले यो क्यान्डलमा लगेर राख्नुभयो भने तपाईँको अहिले ओपन कति यहाँ छुट्टै देखाउँछ, माथि चेन्ज हुन्छ, डाटाहरू चेन्ज हुँदै जान्छ। हेर्नुहोस् है, जस्तै ओपन चाहिँ कति छ, 2650 भएको रहेछ, हाई कति गयो 2660 पुगेको रहेछ। त्यसपछि लो भनेको 28 आयो अनि क्लोज पनि 28 भयो। अब यो क्यान्डलमा लगेर हेरौँ, डाटा चेन्ज भयो। यो क्यान्डल कतिमा ओपन भयो रहेछ, 2654 यहाँ र यहाँ लाँदाखेरि यसले जुन क्यान्डलमा हामीले यसरी कर्सर लगाएर राख्छौँ यसले सबै डाटा त्यो दिनमा
प्राइसको मुभमेन्ट कहाँ 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 भएको थियो भनेर देखाउँछ प्रत्येक क्यान्डल। जस्तै यो क्यान्डलमा लगेर राख्यो भने यो क्यान्डल कतिमा ओपन भएको थियो 2654। यहाँ हेर्नुहोस् है, यहाँ डाटा चेन्ज हुन्छ। ओपन यो क्यान्डललाई हेर्नु भने ओपन 2654 मा रहेछ, हाई कतिसम्म गरेछ 2680 सम्म गरेछ, लो 2653। यसरी चाहिँ एक दिनभरिमा त्यो क्यान्डल हाई कतिसम्म गयो, ओपन कहाँ भयो, लो कहाँ गयो देखाउँछ। अब एक दिनको हेर्दिनँ, म चाहिँ एक घन्टाको हेर्छु भन्नुभयो भने अब हेर्नुहोस् है, अब यो क्यान्डललाई म तपाईँलाई हाइलाइट गरेर देखाउँछु। जस्तै हेर्नु है, ल तपाईँ सोच्दै गर्नुहोस् है कुन क्यान्डल तपाईँ कुन स्टकको बारेमा जान्न खोज्दै हुनुहुन्छ, किनभने हामीसँग टाइम एकदम लिमिटेड छ। जस्तै यो मैले एक दिनको क्यान्डललाई चाहिँ यहाँ मार्क गरेर राखेँ, यो एक दिनको क्यान्डल हो। अब मैले एक घन्टामा गएँ भने एक घन्टाको कतिवटा हुन्छ, 4वटा क्यान्डल बन्छ कि। हेर्नुहोस् है, 1 2 3 4, यो है त म यहाँ जोड्दै छ। ल यो पनि क्यान्डल जोड्दै छ। ल मैले यसलाई चाहिँ एक दिनको मात्रै क्यान्डललाई मैले हाइलाइट गरेर राखेँ भने अब यसलाई आवरली चार्टमा हेर्छु भन्यो भने यसरी बन्छ, एउटा दुईटा तिनटा 4वटा क्यान्डल बन्यो यहाँ एक घन्टाको है। किन भन्दाखेरि हाम्रो 11 to 12 12 1 2 3 भनेपछि 4वटा, 4 घन्टाको मार्केट हुँदा 4वटा क्यान्डल बने। अब यहाँ हेर्नुहुन्छ भने मैले यसलाई थोरै गरेँ, यसको सेन्टिमेन्ट के थियो त भन्दाखेरि यो क्यान्डल भनेको सुटिङ स्टार टाइपको क्यान्डल भनेको। हेर्नुहोस् एक घन्टाको क्यान्डलमा के थियो त सेन्टिमेन्ट भनेको, यसलाई सुटिङ स्टार भन्छ। अप्पर साइड रिजेक्सन, क्यान्डलले ओपन चाहिँ तल भयो, जान माथि खोज्यो, तर लास्टमा सेलरहरू एक्टिभ भएर त्यो प्राइसलाई तल ल्याएर आए। अर्को टाइममा चाहिँ बाई अलिअलि सम्हालिन खोज्यो, तर यो क्यान्डलको हामीले पढ्यौँ नि बडीको साइजले चाहिँ के गर्छ, मोमेन्टम देखाउँछ भन्छ। यहाँ चाहिँ के छ, मोमेन्टम छैन। यो क्यान्डल र यो क्यान्डलमा हेऱ्यो भने यो क्यान्डलको बडीको साइज ठुलो छ, यो क्यान्डलमा मोमेन्टम देखिन्छ। तर यो भनेको चाहिँ प्रिभियस डे क्यान्डल, यो भनेको चाहिँ करेन्ट क्यान्डल। प्रिभियस डेको तुलनामा करेन्ट क्यान्डलको मोमेन्टम चाहिँ के भइरहेछ, बढ्न सकेन, घट्यो भने अब मार्केट चाहिँ की लेभलको नजिकै छ, त्यही भएर मार्केट रिभर्स भयो भन्न खोजेको। बुझ्नुभयो अहिले पढेको थ्योरी? हामीले क्यान्डलस्टिक्सको बडीको आधारमा क्यान्डलस्टिक्सको सेन्टिमेन्ट पढ्छौँ। आजको क्यान्डल र हिजोको क्यान्डलमा के छ त, मोमेन्टम बढ्यो या घट्यो भन्ने कुरा एनालिसिस गर्छौँ। यदि घट्यो र त्यो प्राइस की लेभलमा थियो भने प्राइस त्यहाँबाट रिभर्स हुन्छ। जस्तै यो हिजोको क्यान्डल हो, सपोज हिजोको त होइन है, यो मैले मात्रै यो चाहिँ हामी आवरली टाइम फ्रेममा हेरिरहेछौँ। यो आवर एक घन्टामा के भयो त, एक घन्टामा प्राइस हाई कहाँ गयो, ओपन कहाँ भयो भन्ने कुरा देखाउँछ। यहाँ यसले के भन्छ भने एक घन्टाको क्यान्डलमा अघिल्लो घन्टाको क्यान्डल यस्तो ठुलो बनेको थियो, यो क्यान्डलले एकदम मोमेन्टम क्यान्डल भन्छ, किनकि यो ओपन हुन बित्तिकै ओपन लो भन्छ है। जहाँ ओपन भयो त्यहाँबाट प्राइस तल गएन, 81 माथि बढ्न थाल्यो, आफ्नो हायर लेभलमा गएर क्लोज गर्यो भनेपछि यो स्ट्रङ मोमेन्टम देखाइरहेको छ यो क्यान्डलले। तर अर्को त्यसपछि अर्को घन्टाको क्यान्डल भन्दा यसमा चाहिँ के छ, मोमेन्टम के भयो, विक भयो, विक भइसक्यो। र यो किन यो फेरि की लेभलमा पनि छ, यो यहाँ रेसिस्टेन्स नजिकै थियो, त्यही भएर चाहिँ यो प्राइस यहाँबाट बााउन्स रिभर्स भयो भनेको। हामी चाहिँ अब यो क्यान्डल हेरौँ त, फर्स्ट क्यान्डलमा चाहिँ बायरले चाहिँ कन्ट्रोल लिन खोजेको थियो, तर लास्ट मिनटमा चाहिँ सेलरले चाहिँ कन्ट्रोल लिएर सेलर हाबी भए। अब अर्को घन्टाको क्यान्डलमा नेक्स्ट आवरमा चाहिँ क्यान्डल त बन्यो, तर क्यान्डल चाहिँ एकदम सानो बन्यो, भोल्युम पनि चाहिँ के आयो, सानो आयो। भनेपछि यो क्यान्डलमा मोमेन्टम थिएन, स्ट्रेन्थ थिएन। अब भनेपछि यो बेच्दा हुन्छ। यहाँ चाहिँ बायरले खासै इन्ट्रेस्ट देखाएनन् भन्ने कुरा, बायरले जब इन्ट्रेस्ट देखाउँदैनन् तब सेलरले इन्ट्रेस्ट देखाइहाल्छ। त्यसपछि सेलरले इन्ट्रेस्ट देखायो भने त मोमेन्टम क्यान्डल बनायो, जहाँ ओपन भयो त्यहीँबाट कतै नगई तलतिर झारिदियो प्राइस। यो मोमेन्टम भोल्युम पनि प्रिभियस डेको भन्दा प्रिभियस आवर भन्दा ठुलो आयो, र क्यान्डल पनि चाहिँ के भयो, स्ट्रङ मोमेन्टमवाला क्यान्डल बन्यो, किनकि यो क्यान्डलको तुलनामा यो क्यान्डलको बडीको साइज के छ, ठुलो छ। त्यस्तै गरेर अर्को क्यान्डल बन्यो, त्यो झन् स्ट्रङ मोमेन्टमवाला बन्यो, किनभने भोल्युम पनि ठुलो छ अनि त्यसपछि क्यान्डल पनि ठुलो छ। भनेपछि सेलरहरूले टोटल्ली अस्तिको दिनमा सेलरहरूको कन्ट्रोल जबरजस्त देख्न मिल्यो, किन भन्दा यो प्राइस चाहिँ की लेभलमा थियो। अब म चाहिँ एक घन्टाको हेर्दिनँ, 15 मिनटको हेर्छु भन्न नि पाइयो कि। यसमा चाहिँ 15 मिनटमा के भएको थियो त, बायर र सेलर। जस्तै 15 मिनटको क्यान्डल हेर्नुहुन्छ भने अब 15 कतिवटा भन्छ, यतिवटा क्यान्डल बने। ल 15 मिनटको क्यान्डलमा हेर्नुहुन्छ भने आज ओपन यहाँ भयो, क्लोज यहाँ भयो, फेरि बायरको मुभ। अब हामी यसलाई एनालिसिस गरौँ है। अब बायर र सेलरको पोइन्ट अफ भ्यूबाट मैले यसलाई ठुलो बनाएँ। ल मार्केट चाहिँ यो खुल्न बित्तिकै चाहिँ के भयो, सेलरले स्ट्रङ डोमिनेट गर्यो, त्यसपछि बायरको मुभ आयो। बायरको मुभ त आयो तर त्यति स्ट्रङ छैन। मैले भने जब क्यान्डल माथि माथि जाँदै मोमेन्टम सानो हुँदै जान्छ भने प्राइस त्यसबाट फेरि के गर्न थाल्छ, फेरि तल खस्न थाल्छ भनेको थिएँ। यो स्मल 15 मिनटको चार्ट हेरिरहेको छौँ,
15 मिनेटमा बायर र सेलरले के गरिरहेछन् त भन्दाखेरि सुरुमै बायरले सुरुमै सेलरले के देखायो आफ्नो पावर देखायो र एकदम हाई मोमेन्टम क्यान्डल बनायो। त्यसपछि आयो बायरले आफ्नो पावर देखाउन सुरु गर्यो, तर बायरको पावर हेर्नुहोस् त हामीले के भनेका थियौँ प्रिभियस क्यान्डलको तुलनामा करेन्ट क्यान्डलको मोमेन्टम ठुलो हुँदै गयो भने मार्केट माथि जाने सम्भावना हुन्छ, तर प्रिभियस डे वा प्रिभियस आवरको क्यान्डल भन्दा करेन्ट क्यान्डलको मोमेन्टम सानो भयो भने यसले चाहिँ के हो त यो टर्न गर्ने सङ्केत हो है, यसले मोमेन्टम स्लो गर्दैछ भनेको थिएँ। यहाँनिर मोमेन्टम स्लो गर्यो, त्यसपछि आएर तल आउँदाखेरि सेलरले पनि त्यति स्ट्रङ मोमेन्टम दिन सकेन। सेलरको मोमेन्टम पनि सेलाइसकेपछि बायर आए, बायर त आए तर प्राइसलाई धेरै माथि लान सकेन, आफ्नो हाई भन्दा माथि लान सकेन। प्रिभियस हाई लेभलबाटै रेसिस्टेन्स बनाएर तल आयो। सेलरले चाहिँ फेरि कन्ट्रोल यहाँबाट लिन थाल्यो, बायर त आयो मोमेन्टम क्यान्डल बनायो तर चाहिँ फलो थ्रु भएन कि। फलो थ्रु के पछि पर्छौँ, त्यसपछि एकतर्फी सेलरले चाहिँ के प्राइसलाई कन्ट्रोल गरेर तल ल्याएको देखिन्छ है। यसमा चाहिँ के हुन्छ अस्तिको क्यान्डलमा बायरमाथि सेलर पूर्ण रूपमा दिनभरि नै सेलर हावी थियो भन्ने देखिन्छ। अहिलेसम्म सेलरको डोमिनेन्स छ। अब पर्सि फर्स्ट आवरमा हेर्छौँ, यदि यो लेभल भनेको डिमान्ड जोनमै लगभग डिमान्ड जोनमा आएको छ प्राइस, डिमान्ड जोनबाट ए लेभलबाट नै फर्किने प्रोबाबिलिटी एउटा छ, किन भन्दा पास्टमा ए लेभलबाट फर्केको छ। डेली टाइम फ्रेममा हेर्छौँ भने पास्टमा पनि प्राइस यो लेभलमा आएर जोरदार तरिकाले फर्केको छ नि त। हेर्नुहोस् त यहाँ यसलाई डिमान्ड एरिया हुन्छ, तर यो लेभलबाट फर्केन भने यो लेभलबाट फर्किने चान्सेस अलिक बढी हुन्छ कि। फेरि यो लेभलमा आउन बित्तिकै फर्किन्छ भन्ने ग्यारेन्टीसित भन्ने चाहिँ हुँदैन है सर, किन भन्दाखेरि पहिला हामी यो लेभलमा आउँदा बित्तिकै जब प्राइसले सपोर्टलाई एप्रोच गर्दै मोमेन्टम, अहिले त मोमेन्टम ठुलो छ किनकि अघिल्ला 2 दिनको क्यान्डलको तुलनामा यो दिनको क्यान्डलको साइज ठुलो छ भने मोमेन्टम चाहिँ के भएछ इन्क्रिज भइरहेछ भनेको फोर्स, तलतिरको फोर्स चाहिँ ठुलो भइरहेछ। यदि माथिबाट जोडले खस्यो भने यसले ठेक्न सक्दैन कि। जब प्राइसले सपोर्टलाई एप्रोच गर्छ वा सपोर्टतिर आउँदै गर्दा मोमेन्टम स्मल हुँदै गयो भने तब चाहिँ फेरि बााउन्स हुने प्रोबाबिलिटी बढी हुन्छ। जस्तै यहाँनिर हेर्नुहोस् त, यहाँनिर हेर्नु भने अघिल्लो क्यान्डलहरूको मोमेन्टम ठुलो थियो, जब चाहिँ सपोर्टलाई एप्रोच गर्दा वा सपोर्टको नजिकै आउँदै गर्दा मोमेन्टम सानो हुँदै गयो भनेको यसको स्पिड चाहिँ कम हुँदै गयो र त्यसपछि मात्रै बााउन्स भएको छ क्या। अर्कोमा पनि हेर्नु भने यो भनेको बायरको स्ट्रेन्थ हेर्नुहोस् त, बायरले कस्तो खतरा मोमेन्टम दियो। अनि एक दिनको क्यान्डललाई कभर गर्नको लागि सेलरलाई कति दिन लाग्यो, 1 दिन 2 दिन 3 दिन 4 दिन 5 दिन भनेको बायरको एक दिनको फोर्सलाई सेलरले 4-5 दिन लगाएर पनि त्यसलाई तल तोड्न सकेन भनेपछि बायरको कम्पेरिजनमा सेलर चाहिँ के थिए विक थिए भन्ने कुरा देखाइरहेको छ यसले यहाँनिर। अनि त्यसपछि सपोर्ट लेभलमा आइसकेपछि प्राइस चाहिँ के भयो फेरि बााउन्स भयो। यो मार्केट चाहिँ प्राइस चाहिँ माथि रेसिस्टेन्स भएको हुनाले अब हेरौँ है, मैले टेक्निकलमा हामी चाहिँ के गर्छौँ हिस्ट्री रिपिट इट सेल्फ भनेर एउटा थ्योरी पढेका थियौँ। त्यसले के भन्छ भनेपछि हिस्ट्री चाहिँ रिपिट भइरहेको छ। ल हेर्नुहोस् है, यहाँ देखाउँछु म तपाईँलाई यो भनेको के हो भने। ल हेर्नुहोस् प्राइस पास्टमा यो लेभलमा यो की लेभलमा जाँदाखेरि थोरै रिट्रेस्ट भएको थियो, योबाट चाहिँ तल चाहिँ के भएको थियो रिट्रेस्ट भएको थियो। फेरि चाहिँ अब हामीले के सोच्यौँ भने पास्टमा यो लेभलमा प्राइस आउँदै आइपुग्दाखेरि चाहिँ यो लेभलबाट सप्लाई आएको थियो, अब नेक्स्ट टाइम पनि यो लेभलमा प्राइस आयो भने सप्लाई आउने प्रोबाबिलिटी के हुन्छ धेरै हुन्छ भनेर चाहिँ हामीले चाहिँ के गर्यौँ र नभन्दै चाहिँ तपाईँको यो लेभलमा सुरुमा चाहिँ सप्लाई आएको थियो, फेरि त्यही लेभलमा नेक्स्ट टाइम पनि सप्लाई आयो, फेरि त्यही लेभलमा पनि फेरि नेक्स्ट टाइम सप्लाई आयो भनेको हिस्ट्री रिपिट इट सेल्फ भनेको टेक्निकल एनालिसिसमा के हुन्छ हिस्ट्री भनेको रिपिट भइरहेको छ। त्यही भएर हामी पास्टको डाटाको आधारमा फ्युचरमा यस्तो हुन सक्ला है भनेर फोरकास्ट गर्छौँ। अब हामीले फोरकास्ट गर्ने भनेको यो भनेको स्ट्रङ डिमान्ड जोन हो। तपाईँको पास्टमा कतिचोटि हेर्नुहोस् त 1 टाइम 2 टाइम 3 टाइम 4 टाइम 5 टाइम 5 टाइम चाहिँ यही लेभलबाट प्राइस बााउन्स भएको छ। यदि प्राइसले यो डिमान्ड जोनलाई एप्रोच गर्दै भनेको डिमान्ड जोनको नजिकै प्राइस आउँदै गर्दा सेलरहरूको रातो क्यान्डलको साइज सानो वा लो मोमेन्टमवाला क्यान्डल बन्छ भने यो लेभलबाट फर्किने सम्भावना बढी हुन्छ है भनेको है। यसरी चाहिँ आजको जुन हामीले पढ्यौँ नि त्यो कुरालाई हामीले क्यान्डलस्टिक्स पढ्यौँ। क्यान्डलस्टिक्सले के गर्छ यो ग्राफिकल रूपमा इन्फर्मेसन दिन्छ, ओपन हाई लो क्लोजको इन्फर्मेसन दिन्छ, ठुलो बडी बनाउनेले ठुलो मोमेन्टम। जस्तै हेर्नुहोस् त यहाँनिरको यो ग्रिन क्यान्डल छ नि यसले स्ट्रङ मोमेन्टमलाई चाहिँ रिप्रेजेन्ट गर्छ र अर्को यो क्यान्डल छ नि यो भनेको न्यारो बडी हो, यो भनेको वाइड बडी हो। त्यही भएर चाहिँ यसमा चाहिँ बायरहरू चाहिँ स्ट्रङ इन्ट्री गरेका छन्। यहाँनिर चाहिँ बायरहरूले इन्ट्री बनाइरहेका छन् भनेको स्मार्ट यो क्यान्डल बनाउने भनेको तपाईँ हामीले बनाउने होइन। यो कसले बनाउने हो त, यो सपोर्ट र रेसिस्टेन्सले कसरी काम गर्छ होला सर भन्ने लाग्छ। यो सपोर्ट रेसिस्टेन्स भनेको तपाईँ हामीले बनाएको होइन कि,
यो मार्केट भनेको प्रिडिफाइन्ड हुन्छ यो स्मार्ट प्लेयर हुन्छन् जो बिग प्लेयर हुन्छन् जो चाहिँ अपरेटरहरू हुन्छन् उनीहरूले चाहिँ बजार प्राइसलाई कहाँ पुर्याउने कहाँबाट किन्न सुरु गर्ने भन्ने उनीहरूको प्रिडिफाइन्ड चाहिँ गरेर उनले प्लान गरेर चाहिँ मार्केटलाई तलमाथि लान्छन् हामी भनेको उनीहरूसँग लड्ने होइन उनीहरूसँग यात्रा गर्ने हो कि जस्तै जुन यो सपोर्ट लेभलमा आएर यो क्यान्डल बन्यो नि यो क्यान्डल भनेको तपाईँ हामीले बनाउने होइन यो भनेको स्मार्ट मनीले बनाउने हो ठुलो हामी किन्ने भनेको 1000 2000 किता किन्छौँ यो 1000 2000 किता किनेर यत्रो क्यान्डल बन्दैन प्राइसमा एक किसिमको फ्लक्चुएसन आउँदैन त्यही भएर यो लेभलमा स्मार्ट मनी छ वा यो लेभलमा बिग प्लेयर छ र यो लेभलमा प्राइस आउन साथ उनीहरू चाहिँ के गर्छ प्राइसमा चाहिँ इन्ट्री गरेको पटक पटक देखिन्छ त्यही भएर अहिले चाहिँ के चलिरहेछ एकुमुलेसन फेज चलिरहेछ है तल्लो लेभलमा आउन बित्तिकै गम्मै उठाइहाल्ने अनि माथि लगेर फेरि बिस्तारै 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 सप्लाई दिएर तल्लो लेभलमा ल्याउने यो भनेको एभरेजिङ भइरहेछ है प्राइस म एउटा इक्जाम्पल दिन्छु जस्तै प्राइस यो लेभलमा आयो यो लेभलमा टन्नै जस्तै मैले चाहिँ 1 लाख किता किन्नु थियो किन भन्दा बिग प्लेयरले अपरेटरले 1000 किता 500 किता किन्दैन जस्तै हामी 1000 किता किन्छौँ भने उसलाई 1 लाख किता किन्नु छ अब उसले 1 लाखै किता यहाँ अर्डर हाल्यो भने त यो प्राइस भागेर त कहाँ पुग्छ अब उसले चाहिँ 1 लाख किता किन्नु छ भने यसले अब 10,000 किताबाट सुरु गर्छ यहाँ 10,000 किनो यहाँ 5,000 किनो यहाँ 2,000-2,500 किता किन्ला सपोज जब प्राइस माथि गयो भने त उसको लागि त कस्ट त महँगो पर्छ अब महँगो कस्टमा स्मार्ट मनीले कहिले पनि महँगोमा किन्न चाहँदैन त्यही भएर उसले बाई लो सेल हाई गर्छ के त्यही भएर स्मार्ट मनी भनिएको अब चाहिँ त्यसको लजिक चाहिँ के हुन्छ भने उसलाई 1 लाख किन्नु छ भने उसले 10,000 किता यहाँ किन्छ यहाँ किन्न बित्तिकै प्राइसको मुभमेन्ट ठुलो क्यान्डल बन्यो यहाँ गएर 5,000 किता किन्ला अब यहाँ जाँदा प्राइस त भागिसक्यो धेरै माथि पुगिसक्यो त्यसपछि माथिल्लो लेभलमा गएर उसैले सप्लाई दिन्छ किनभने तललाई प्राइसलाई एभरेजिङ गर्नको लागि तल्लो लेभलमा ल्याउनु पर्यो अब की लेभलमा गए रेसिस्टेन्स लेभलमा गएर फेरि उसले सप्लाई दिन्छ प्राइसलाई फेरि त्यही लेभलमा ल्याउँछ त्यो लेभलमा आउनु बित्तिकै फेरि 10,000 किता किन्छ 10,000 किता किन्न बित्तिकै प्राइस फेरि भाग्छ अब भागिसकेपछि प्राइस त माथि गयो त महँगो पर्छ उसलाई कस्ट उसले आफ्नो कस्टलाई चाहिँ अलिकति एभरेजिङ गर्नको लागि लो कस्टमा ल्याउनको लागि फेरि थोरै सप्लाई दिएर फेरि त्यही सपोर्ट लेभलमा ल्याउँछ यसरी सपोर्ट लेभलमा ल्याउँछ फेरि माथि लान्छ फेरि सपोर्टमा ल्याउँछ उसलाई कति किता चाहिएको उसले आफ्नो प्रिडिफाइन्ड यति मूल्यमा किन्ने मेरो कस्ट यति हुन्छ एभरेजमा हुन्छ भने उनीहरूले त्यही अनुसारले क्यालकुलेसन गरेका हुन्छन् त्यही भएर प्राइसलाई एउटा रेन्जमा चाहिँ घुमाउँदै आफूलाई कति किता चाहिने हो त्यो किता उठाइसकेपछि बल्ल मात्रै मुभ आउने अहिले एकुमुलेसन फेज छ त्यही भएर हामी यो तल्लो लेभलमा प्राइस आयो भने हामी पनि स्मार्ट मनीसँग किन चाहिँ नजोडिने त भन्ने कुरा हो त्यही भएर यो स्मार्ट मनीले चाहिँ अहिले एकुमुलेसन गरिरहेछ मार्केट यो भनेको यो चाहिँ ओभरअल नेप्सेको स्टोरी हो है अहिले एकुमुलेसन चलिरहेछ त्यही भएर तल्लो लेभलमा आउँदाखेरि उठाउँदा हुन्छ अलि उठाउनको लागि थोरै किता उठाउँदा हुन्छ जस्तै कुनै स्टक भन्नुहोस् त अब एउटा स्टकको कुनै हामी अलरेडी टाइम धेरै गइसकेको छ 10 भइसक्यो ल आज एउटा मात्रै स्टक ल्याउँ न कसैले यो स्टक हेरौँ न सर भन्नु म त्यो एसडिएल सर एसडिएल ल हजुर एचडिएल भन्नु है ल एचडिएल सर अस्ति पनि एचडिएल को कुरा आएको थियो कुन सरले भन्नु थियो मैले ठ्याक्कै हेरिन है एचडिएल अस्ति पनि आएको थियो मैले नकिन्नु मैले नै हो सर मैले नै एचडिएल नकिन्नु यो अझै तल आउँछ किन भन्दा एचडिएल मैले सुनेको है सर हल्ला तर मैले त्यो हल्लालाई विश्वास गरिनँ म चार्टमा एकजना सर हुनुहुन्छ उहाँसँग ब्रोकरसँग राम्रो रिलेसन छ अनि उहाँले सिएसडिसी बेचेर एचडिएल उठाउनु पर्यो भनेर कुनै एबिसी ब्रोकरलाई भन्नुभएको अरे होइन अनि ब्रोकरले के भन्नु अरे एचडिएल नबेच्नु हामी एचडिएललाई धेरै माथि पुर्याउने सोच बनाइरहेछौँ भनेर भन्नुभयो के तर म चार्ट हेर्छु तर म कन्भिन्स भइन कि यो मार्केटको नोइज र चार्टमा चाहिँ फरक छ हुन त तल्लो लेभलमा चाहिँ तपाईँको यो जुन डिमान्ड जोनबाट प्राइस माथि आयो अहिले यो पनि जस्तै यो जोनमा यो माथिल्लो सप्लाई जोन र तलको डिमान्ड जोनमा चाहिँ यो एकुमुलेट भएर बसेको छ प्राइस तल आउन मानेको छैन स्ट्रङै छ तर तपाईँको हेर्नुहुन्छ भने अब यसको लागि डिमान्ड जोन कुन हुनसक्छ भन्नुहुन्छ भने यो लेभल हुनसक्छ कि एउटा अब यो लेभल टक्क किन भनेपछि यो लेभलबाट पास्टमा यो लेभलमा आउन बित्तिकै प्राइस भागेको थियो अब फ्युचरमा पनि यो लेभल चाहिँ डिमान्ड जोन हुनसक्छ है भनेपछि किन भन्दाखेरि किने तापनि सप्लाई जोन नजिकै छ तपाईँले यो लेभलमा किन्न भ्याउनु भयो भने लगभग मैले 1175 भनेको थिएँ सर अस्ति तपाईँले कतिको याद गर्नुहोस् 1175 को लेभल 1175 को लेभलमा किन्नु भयो भने सब अब यो लेभलमा किन भन्दा लामो समय हेर्नुहोस् त तपाईँ यो त डेली चार्ट हो विकली चार्टमा लाएर हेर्नु भने कति हप्ता यो त डिप्रेसनै हुने बनायो होला मान्छेलाई त
यस्तो जस ट्रेड गर्नको लागि अलिकति भोलाटिलिटी पनि चाहिन्छ कि हजुर। यो भोलाटिलिटी भएन भने ज्वरो आउँछ। ल हेर्नुहोस् है, महिनामा अब यो मन्थली चार्टै लाएर हेर्नुपर्ने बेला भयो कि विकलीले पनि काम गरेन। यो कति महिनादेखि चाहिँ यही लेभलमा बसिरहेछ भन्नुहुन्छ भने यो लेभललाई मान्दा ल हेर्नुहोस् है, 1 महिना 2 महिना 3 महिना 4 महिना 5 महिना 6 महिना 7 महिना 8 महिना एकचोटि चाहिँ यो माथिल्लो लेभलमा पुगेर रहेछ। 8 महिनादेखि प्राइस त्यही लेभलमा कन्सोलिडेट भन्छ कि यसलाई, साइडवेजमा गएको छ। एकचोटि चाहिँ कुद्या रहेछ सप्लाई जोनसम्म पुगेर अनि फर्केछ। लगभग 8 महिना जति यही लेभलमा साइडवेज छ होइन। तल्लो लेभलमै छ, किन भन्दा प्राइसले यो लेभलभन्दा तल आउन मानेको छैन 8 महिनादेखि। भनेपछि अब तपाईँलाई उठाउनै मन छ, त्यस्तो राम्रो मोमेन्टम चाहिँ बनिसकेको छैन सर। हो तल कता कतै चाहिँ अलि स्मार्ट मनीको उपस्थिति देखिन्छ, तर त्यसलाई कन्टिन्यू उठाउनु उठाउन भन्दा नि यसमा फसेको छु कि सर म। फस्नु भएको छ। हजुर किन भन्दा सप्लाई जोन नजिकै भएको हुनाले। किन भन्दा यदि हामीले यस्तो स्टक खोज्नु पर्यो कि जसको माथि बढ्ने ठाउँ हुनु पर्यो कि, ठाउँ नै छैन सर माथि। किन त माथि जान खोज्यो अनि सप्लाई जोनबाट फेरि रिजेक्ट भएर तल आयो, डिमान्ड जोन त तल यो फ्लिप जोन भन्छ होइन, फ्लिप जोनमै छ। अब तपाईँ उठाउने नै हो, एभरेजिङ गर्ने हो भने वेटै गर्नु सर। यो लेभलतिर अलिकति 1175 उठाउँदा हुन्छ। 1175 आइसी के गर्छ भन्ने कुरा हेर्न बाँकी छ कि। किनभने 1175 आउने बित्तिकै बढ्छ भन्ने होइन, त्यो लेभलमा आएपछि प्राइसको एक्सन चाहिँ के हुन्छ, प्राइस एक्सनलाई हेरेर हामी डिसाइड गर्छौँ। अहिले चाहिँ यो प्राइसबाट यो भनेपछि तपाईँको उसबाट अब हामी कन्फर्मेसनको लागि हेर्छौँ। बोलिन्जर ब्यान्ड भनेको स्क्विज हुँदैछ, बोलिन्जर ब्यान्ड ठिकै हो। मिडल ब्यान्डलाई चाहिँ रेसिस्टेन्स बनाएरै बसिरहेछ स्टिल। हेर्नु त कति दिनदेखि 1 2 3 4 5 6 7 8 9 10 ल 10-12 दिनदेखि यो मिडल ब्यान्डलाई रेसिस्टेन्स बनाएर बसिरहेछ। त्यस्तो राम्रो देखिँदैन है, अझ कन्फर्मेसन दिएन। अब भोल्युमबाट हेरौँ है, प्राइस भोल्युम। यो प्राइस हो सर है, यो प्लेस हो। प्याटर्न त खासै केही पनि छैन, प्याटर्न चाहिँ बनेकै छैन होइन। अब प्राइस प्लेस प्याटर्न भोल्युम। ट्रेन्ड भनेको साइडवेजमा छ सर। यो ट्रेन्ड पनि खासै राम्रो ट्रेन्ड देखिएन, कति लामो समयदेखि साइडवेजमा छ। भोल्युम पनि सेलिङ भोल्युम एग्रेसिभ छ सर, बाइङको तुलनामा सेलिङ भोल्युम ठुलो छ हो। सेलिङ नै स्ट्रेन्थ देखिरहेछ। अनि आरएसआईले एउटा सम्भावना चाहिँ आरएसआईले देखाइरहेछ, आरएसआई 40 सपोर्टतिर आउँदैछ। यो लेभल भनेको आरएसआई 40 सपोर्ट लिन सक्षम हुन्छ। आरएसआई 40 को लेभलमा बस्न सक्यो भने त्यहाँबाट अलिकति बााउन्स हुने 60 को लेभलसम्म भनेको यो लेभलबाट बााउन्स भएर यहाँसम्म आउने प्रोभाबिलिटी छ है। अब हेरौँ, एक वेटै गरौँ सर। अलि त्यस्तो सिनारियो हाई प्रोभाबिलिटी सेटअप चाहिँ बनिसकेको छैन कि यसमा। यदि तपाईँ लिनुहुन्छ भने अब यो लेभलतिर भनेपछि 1175 चाहिँ अलिअलि एड गर्दा हुन्छ थोरै थोरै। त्यसपछि अब के थाहा, त्यो लेभलबाट बााउन्स भइहाल्यो भने। तर सम्भावना चाहिँ अलिकति, एउटा सम्भावना के छ भन्नुहुन्छ भने हेर्नुहोस् है, मोमेन्टम लुज गरिरहेछ कि। यहाँ हेर्नुहुन्छ भने जुन यो क्यान्डल बन्यो नि, यो क्यान्डल भनेको बायरको, योमा मोमेन्टम अलि देखियो। तर जुन सेलिङ क्यान्डल बनेको छ अनि त्यस्तो साह्रो मोमेन्टम चाहिँ छैन कि फेरि होइन। यो सपोर्ट लेभलमा आउँदै गर्दा मोमेन्टम अलि स्लो डाउन भएको छ, त्यही लेभलमा बसेको छ। अब यसले डिरेक्सन क्लियर, म यता जान्छु माथि जान्छु तल जान्छु भनेर भनिसकेको छैन। सपोर्ट लेभलमा छ। अब सपोर्ट लेभलमा एउटा कुनै प्राइस एक्सन बन्छ र कन्फर्मेसन हुन्छ भने इन्ट्री गर्छु सर। अहिले चाहिँ त्यस्तो बेटर सिनारियो चाहिँ छैन, सेटअप पनि छैन। अब यसलाई चाहिँ हामी यसरी ट्रेन्ड लाइनबाट हेऱ्यौँ भने अलिकति यो ट्रेन्ड लाइनलाई रेस्पेक्ट गरिरहेछ टक्क हेऱ्यौँ भने होइन। यो जुन हेर्नुहोस् त तपाईँको 1 टच 2 टच 3 टच 4 टच भएछ। अब लगभग यो ट्रेन लाइन ब्रेकआउट हुने सङ्घारमा पनि रहेछ सर। किनभने यो ट्रेन लाइन ब्रेकआउट भएपछि लिउँला सर, वेट गरौँ है। यो ट्रेन लाइन ब्रेकआउट भएपछि भनेको कन्फर्मेसनमा लिने हो भने 1100तिर 1200तिर लिँदा हुन्छ। अहिले त्यस्तो सिनारियो चाहिँ छैन हजुर। ल अब यो ट्रेन लाइन पनि ठिक छ, भोल्युम इन्क्रिजिङ छ। विकली टाइम फ्रेममा पनि त्यस्तो राम्रो सेटअप चाहिँ एचडिएलमा मैले भर्खरै देखिरहेको छैन है सर। हामी चाहिँ सेटअप हेर्ने, सेटअप बन्छ भने लिने, नभए वेट गर्ने हो। ल अरू सर एनटिसीको हेरिदिनु न। एनटिसी त झुर भइहाल्यो नि हजुर। एनटिसी किन सर यो पहिलेको राम्रो कम्पनीहरू अहिले झुर भइरहेको छ? एनटिसी पनि नराम्रो यस्तो कम्पनी के त सर, होइन? मार्केट चलाउने स्टक चलाउने भनेको खेलाडीले हो। फन्डामेन्टल स्टकतिर खेलाडी हत्तपत्त गएन कि सर। र अर्को कुरा चाहिँ के भइदियो भने जसरी चाहिँ एउटा पर्फर्मेन्स वाइज राम्रो रिपोर्ट ल्याउने, राम्रो पर्फर्मेन्स गर्ने कम्पनी सकेन नि त, मन्दीको चपेटामा परेवा। अब एनटिसीको त अब मान्छेले हेर्नु न, यो अब अलिकति बिजनेस पनि त्यस्तै छ होला। अनि त्यसले गर्दा एनटिसी चाहिँ झुर भयो है सर। एनटिसी राखेर पारा लाग्दैन, यसले डिप्रेसनमा लान्छ। ल अब यो विकली टाइम फ्रेममा हेरौँ है सर।
विकली टाइम फ्रेममा हेर्छौँ भने अलिकति आज नेट थोरै स्लो भएछ ल हजुर यो त ओ माई गड यो 835 बाइङको लागि चाहिँ सर हजुर बाइङको लागि चाहिँ बाइङको लागि 835तिरको लेभल चाहिँ छ तर तल्लो लेभलमा ठिकै हो यो आरएसआई सपोर्ट गरेन कि सर 40 सपोर्ट गरेको भए अलिकति सेटअप बन्थ्यो अब यो हेर्नु होला यो टक्क घुमेर फेरि यो 40मा सपोर्ट ल्याएर तल आउँछ अहिले अब बेच्नु यति तल आएर के बेच्नु सर सपोर्ट लेभलमै छ होइन अस्ति रिजेक्सन पनि दिन खोज्यो यो लेभलमा तल के बनायो तल विक्स बनायो यहाँनिर पनि रिजेक्सन दिएर माथि जान खोज्यो तर माथिल्लो लेभलमा फेरि रेसिस्टेन्स थियो फेरि त्यही लेभललाई एप्रोच गरेर तल आयो हामी ट्रेन लाइनबाट हेर्छौँ भन्दा पनि यो पनि त्यस्तो बेटर सेटअपमा छैन हजुर ल हेर्नुहोस् यो ट्रेन लाइनलाई मात्रै यसले चाहिँ के रेस्पेक्ट दिइरहेछ कि बरु हेर्नुहोस् त 1 टच 2 टच 3 टच 4 टच 5 टच भनेपछि यो ट्रेन लाइनलाई नै रेस्पेक्ट दिइरहेछ जबसम्म यो ट्रेन लाइन ब्रेक गर्दैन तबसम्म अलिक कन्फर्मेसन दिँदैन छ हुन त यो लेभलमा चाहिँ बिग प्लेयर छिरेको चाहिँ आशंका गर्न सकिन्छ है स्मार्ट मनी चाहिँ यो लेभलमा अलिकति इन्जेक्ट गरेको छ तर अझै चाहिरहेको छैन तर यो लिनुहुन्छ भने 835तिर 835 अथवा थोरै तल राखेर यदि सुन्नुहोस् है भोलिको दिनमा यो 835 भन्दा तल आएर पछाडि चाहिँ यो रिजेक्सन बन्छ भने अब यसले तलको लिक्विडिटी स्विप गरेर माथि जाने प्रोभाबिलिटी हुन्छ वेट गरौँ सर कन्फर्मेसन केही त्यस्तो छैन त्यति राम्रो सेटअप चाहिँ यसमा पनि छैन है अलिकति तपाईँलाई यसबाट पैसा खानको लागि अलिकति टाइम लाग्ला एउटा सिन्धु हेरौँ है सर यहाँ सिन्धु सर हजुरको नजरमा चाहिँ 22 जुनमा चाहिँ अहिले कुन होला सर सर मैले ठ्याक्कै म आफ्नो काम व्यस्तताले गर्दा चाहिँ मैले अस्ति मेरो बुझाइ के हो भने मार्केट साइडवेजमा छ हजुर यति बेला मार्केटसँग जिस्किएर खासै पैसा बन्दैन त्यही भएर मैले हेरेको छैन मलाई त्यस्तो कन्भिक्सन लाग्यो भने म भनिहाल्छु है सर किनभने मसँग अलिकति टाइमको अभाव छ कि सर मार्केट साइडवेज छ म पनि अरू धेरै काममा व्यस्त भएको हुनाले खासै ऊ हेरे के अरे यो मार्केट ठ्याक्कै हेरेर बसेको छैन आज शनिबार पनि कामले गर्दा बाहिरै हुनु पर्यो अब भोलिको लागि चाहिँ म त बाइसेल त्यस्तो केही सोचै छैन सर अहिले सिन्धु हेरौँ एकचोटि है त्यस्तो भयो भने म तपाईँलाई दिन्छु मसँग हाई प्रोभाबिलिटी सेटअप बन्यो भने म तपाईँलाई भनिहाल्छु SINDU सिन्धुमा जानुहुन्छ भने कति बज्यो 16 अब लास्ट एउटा ल्याउँ त्यसपछि आज क्लासलाई ऱ्यापअप गरौँ है किन भन्दाखेरि ल सिन्धुमा चाहिँ के छ भनेपछि तपाईँको ट्रेन लाइन यो जुन सप्लाई जोनतिर आएर सप्लाई जोनतिर आएर एउटा ल हेर्नुहोस् है अब यसमा चाहिँ बाई गर्ने कि सेल गर्ने ग्रिन क्यान्डल त बन्यो भन्नु होला होइन यस्तोमा चाहिँ के हुन्छ भने यो बन्न त बनोस् डिमान्ड जोनमा किन भन्दाखेरि हिस्ट्री रिपिट इट्स सेल्फ भन्छ नि पास्टमा यो लेभलमा आउन साथै चाहिँ तपाईँको तलको लिक्विडिटी मैले भने नि यदि यो सप्लाई यो डिमान्ड जोनमा आएर तलतिर गएर माथि रिजेक्ट हुन्छ भने यसले चाहिँ तलको लिक्विडिटी किन भन्दाखेरि स्मार्ट मनीलाई लिक्विडिटी चाहिन्छ कि लिक्विडिटी भनेको मार्केटको फ्युल हो है जस्तै यो भन्न खोजेको मतलब यदि कुनै बायरलाई 1 लाख किता किन्नु थियो भने उसलाई त 1 लाख किता बेच्ने चाहिँ सेलर चाहियो बाई गर्नलाई त सेल गर्नको लागि उनीहरूले के गर्छ यो भनेको ट्रेडिङ इज अ साइकोलोजिकल गेम भन्छ के यो साइकोलोजीको गेम हो यो सपोर्ट लेभलमा आएर यसले ब्रेकआउट दियो सपोर्ट लेभललाई नै तोड्यो हाम्रो टेक्निकल एनालिसिसमा के भन्छ यदि सपोर्ट ब्रेकआउट गर्छ भने हामी बेच्छौँ भनेर सिकिन्छ कि तर सपोर्ट ब्रेकआउट गर्न बित्तिकै होइन कि त्यो दिनको क्यान्डललाई क्लोज हुन दिनुपर्छ कि हामी यो ब्रेकआउट गर्यो भनेर हामी फोमोमा आएर चाहिँ के गरिदिन्छौँ बेचिदिन्छौँ अब हामीले बेच्ने भनेको उनीहरूले किन्ने हो त्यसपछि यो लेभलमा उनीहरूले ब्रेकआउट गराएर चाहिँ हामीलाई चाहिँ के गरायो भनेपछि यो त्यो दिन क्यान्डल यहाँसम्म आयो भनेपछि लो यहाँसम्म आयो रातो बन्यो रातो भनेपछि मान्छे डराएर यो लेभलमा फाले उनीहरूलाई जति किता सोर्नु थियो उनीहरूले सोरे र अघिल्लो कन्सेप्ट हामीले पढ्यौँ नि यदि मोमेन्टम यो क्यान्डलमा हेर्नुहोस् मोमेन्टम खतरा छ ग्याप अप एकदम तुफानी गतिमा गयो है यो हेर्नु त ग्याप अप हुँदै गयो माथि जति माथि गइरहेछ त्यसको मोमेन्टम के भइरहेछ सानो सानो हुँदै गइरहेछ र यो की लेभल नजिकै आउँदै पनि छ र मोमेन्टम लुज हुँदैछ भने यसले के इन्डिकेट गर्दैछ अब म ब्याक गर्दैछु अब म टर्न गर्दैछु भन्ने इन्डिकेसन दिन्छ भनेर मैले क्यान्डलस्टिक्सलाई कसरी पढिन्छ भनेर सिकाएको थिएँ नि बडीको आधारमा यो भनेको डिमान्ड जोनमा स्ट्रङ मोमेन्टम छ मोमेन्टम अलिकति घट्यो अब की लेभलमा आउँदा सप्लाई जोनमा आउँदै गर्दा चाहिँ के भयो यसको मोमेन्टम घट्यो अब यसले यो दिन चाहिँ के गर्यो भनेपछि रिजेक्सन क्यान्डल बनायो
अनि त्यस पछाडिबाट प्राइस डाउन भयो। अहिले चाहिँ यो के छ, सब डिमान्ड जोनमा त छ, डिमान्ड एरियामा त आएको छ, तर चाहिँ यसमा मोमेन्टम चाहिँ त्यति राम्रो देखिएन। अब नेक्स्ट दिनको मोमेन्टम कस्तो आउँछ त्यसले चाहिँ डिटरमाइन गर्छ। एकचोटि तपाईँ कसैले किन्न चाहनुहुन्छ भने यो लेभलमा 738 भनेपछि 35देखि 40को बिचमा चाहिँ राख्दा हुन्छ। किन्ने भने एउटा चाहिँ यो लेभलसम्म खान पाइएला है, 900सम्म चाहिँ एकचोटि चाहिँ आउँछ यो भयो। अब हेर्नु है, हामी प्राइसबाट हेर्दा तल्लो लेभलमा आउँदा मोमेन्टम डाउन भएको छ, भोल्युम पनि डाउन भएको छ, तर बायरहरूको इन्ट्रेस्ट चाहिँ हामीले यहाँ देखेनौँ है। यदि की लेभलमा कुनै प्याटर्न फर्मेसन, जस्तै यो छ नि, यो भनेको मर्निङ स्टार हो है, यो क्यान्डल जुन प्याटर्न फर्मेसन भएको छ नि, यो स्ट्रङ मर्निङ स्टार क्यान्डल हो, तर यहाँ चाहिँ कुनै प्याटर्न चाहिँ फर्मेसन पनि भएको छैन। हामीले बायरको स्ट्रेन्थ हेऱ्यौँ भने बायर चाहिँ त्यति धेरै इन्ट्रेस्ट भएको देखिँदैन हो, किन भन्दा मोमेन्टम पनि छैन अनि भोल्युममा सपोर्ट पनि छैन। जहिले पनि क्यान्डलले डिरेक्सन बताउँछ, भोल्युमले चाहिँ हामीलाई के बताउँछ, भोल्युमले स्ट्रेन्थ दिन्छ के, स्ट्रेन्थसँग कन्फर्मेसन छैन, त्यही भएर त्यति बाई गरिहाल्न चाहिँ उपयुक्त छैन। तर मिल्छ भने यो लेभललाई टच गर्दा तपाईँ पर्सि 740तिर 35देखि 40को लेभलमा अर्डर पाउनुहुन्छ भने राखेर हेर्नुहोस् एकचोटि, पायो भने बेटर। त्यस्तो सेटअप बनाउँदैछ यसले। अब यसमा चाहिँ बोलिन्जर ब्यान्डबाट हेर्दा चाहिँ लगभग कहनु है, बोलिन्जर ब्यान्डबाट पनि त्यस्तो बेटर त देखिएन। आरएसआईबाट हेरौँ, आरएसआई त आरएसआई तल रहेछ है, यो बोर्डर आएर यहाँ छेको कि आरएसआई पनि ऊ भइरहेछ सर, यसलाई वेटै गरौँ जस्तो लाग्छ है मलाई त। आरएसआई पनि 40 बिलो गएको छ, अब यो 40 रेसिस्टेन्स लिने प्रोभाबिलिटी हाई हुन्छ कि, किन भन्दा माथि चाहिँ स्ट्रेन्थ देखाएन, स्ट्रेन्थ देखाएको भए यो तोड्थ्यो होला रेसिस्टेन्स, माथि बायरको स्ट्रेन्थ त्यति देखिएको छैन। त्यही भएर आरएसआई 40 रेन्ज सिफ्ट भन्छ, हामी रेन्ज सिफ्टको कन्सेप्ट पढ्छौँ, आरएसआईमा रेन्ज सिफ्ट भन्छ, आरएसआईको रेन्ज सिफ्ट हुन दिनुपर्छ। अहिले चाहिँ त्यति सेटअप छैन, किन भन्दा प्राइसबाट पनि त्यस्तो कन्फर्मेसन मिलाएको छैन, भोल्युमबाट पनि मिलाएको छैन है। एउटा चाहिँ के मात्रै देखिन्छ भने डिमान्ड जोनमा मात्रै छ, डिमान्ड जोनमा आएर पनि त्यस्तो बायरको स्ट्रेन्थ चाहिँ देखाउन सकेको छैन। यो चाहिँ 50-50 छ सर, त्यस्तो कन्फिडेन्ट चाहिँ छैन। ओहो यो स्टक लिँदाखेरि बवालै हुन्छ भन्ने चाहिँ सेटअप चाहिँ छैन, तर चाहिँ 40% चाहिँ सेटअप चाहिँ, किन डिमान्ड जोनमा आएको हुनाले अलिअलि लिँदै गरौँ भन्नलाई मात्रै ठिकै हो, तर त्यस्तो कन्भिक्सन चाहिँ छैन है सर यसमा पनि। ल अब लास्ट एउटा मात्रै लिएँ, कसको कुनै छ भने भन्नुहोस्, नभए चाहिँ आजलाई चाहिँ मैले चाहिँ मात्रै चाहिँ चार्टको पनि दर्शन गरौँ। भोलि चाहिँ हामी चार्ट चलाउन सिक्छौँ है सर। भोलि चाहिँ हामी नेप्से ट्रेडिङबाट चार्ट खोल्न, टुल्सहरूलाई युज गर्न अलिअलि सिक्दै जान्छौँ बिस्तारै। मैले आजसम्म जुन टेक्निकल एनालिसिस भनेको के हो, टेक्निकल एनालिसिस किन सिक्नु पर्यो, अनि त्यसपछि आएर टेक्निकल एनालिसिस कसरी गरिन्छ, टुल्सहरू के हुन् भन्ने कुरा सबैलाई जोड्दै आजको क्लासमा पनि हामी क्यान्डलस्टिक्स पढ्यो, क्यान्डलस्टिक्सलाई कसरी पढ्ने, अनि बडीको आधारमा विक्सको आधारमा ती कुराहरू यसरी गरिन्छ है भनेर मात्रै, एउटा इक्जाम पढेका कुरालाई प्र्याक्टिकल्ली देखाउँ भनेर मात्रै मैले यहाँ चाहिँ तपाईँलाई उ गरेको। ल एउटा लास्ट कसैको मलाई यो हेर्न मन लाग्यो भन्नुहुन्छ अनि लास्ट हेरेँ, त्यसपछि आजलाई ऱ्यापअप गरौँ है। हजुर एउटा त्यो घोराई सिमेन्टको घोराई, हजुर घोराईको मसँग बनाएको छु कि छैन म एकचोटि हेरेँ सर, किनभने धेरै छ स्टक। भने हजुर हजुर छ भने राउन्ड छैन भने छोडिदिनु। होइन छ होला, अब हेरौँ न, तपाईँले भनिहाल्नु लास्ट है सर, आजलाई यति गरौँ, किन सबै सुत्ने बेला पनि भयो, हजुर हामीसँग टाइम छ। हामी जिसिएलआई के हो भन्नु, यो मिलेन, जिसी घोराई सिमेन्ट, घोराई सिमेन्ट। ल्यापटपको ब्याट्री सकेछ सर, हजुर एकैछिन ल, 20 सेकेन्ड है सर। म अब यहाँ चाहिँ ब्याट्री लो भयो, म एकैछिन चार्ज गर्दैछ, ब्याट्री सकेछ। ल अब यो लास्ट घोराई सिमेन्टको है, हजुर यही होइन घोराई सिमेन्ट। अब घोराई सिमेन्टको मैले अब स्टप गरिदिन्छु क्या, अब घोराई सिमेन्टको बारेमा ल हेर्नुहोस् है। घोराई सिमेन्ट चाहिँ राम्रै छ है सर। घोराई सिमेन्ट तपाईँको यो सब यो लेभलमा अलिअलि उठाउँदा पनि हुन्छ, किन भन्दा पहिला चाहिँ नि तपाईँको रेसिस्टेन्स एरियामा भएको हुनाले सप्लाई आयो होइन,
तर सप्लाई आयो तर भोल्युम हजुर चाहिँ अलिकति यो बाइङको तुलनामा भोल्युम चाहिँ कमै आएको छ। अब यसले चाहिँ टेस्ट गर्नुपर्ने लेभल भनेको कुन छ त? आरएसआई 60 बिलो आयो। यो स्ट्रङ नै छ सर कम्पनी घोराइ, किन भन्दा यो ट्रेन्ड हामी कसरी एनालिसिस गर्छौँ भने यो लामो समय चाहिँ डाउन ट्रेन्डमै बस्यो भने यो ट्रेन लाइनको तल तल बस्यो, यहाँबाट चाहिँ यसले चाहिँ स्ट्रङ भोल्युम र प्राइसमा चाहिँ यसले चाहिँ ट्रेन्डलाई ब्रेक गर्यो भनेको अब ट्रेन्ड चेन्ज भयो। अहिलेसम्म डाउन ट्रेन्डमा थियो, अब यो ट्रेन्ड चेन्ज गर्यो केही समय, त्यसपछि मुभ पनि राम्रो आयो, सप्लाई जोनमा गएर सप्लाई लेभलमा चाहिँ उ गर्यो, तर त्यसमा चाहिँ भोल्युम चाहिँ छैन। घोराइ सिमेन्ट लिन चाहनुहुन्छ भने यो लेभलतिर लिँदा हुन्छ सर। ओभरअल ए मार्जिन हजुर यो लेभलतिर लिँदा हुन्छ सर। यो लेभल भनेको अस्ति ट्याक्कै आएर चाहिँ 510 चाहिँ आएर चाहिँ होइन 510, हजुर अनि 510देखि यो लेभल भनौँ न, यो पहिलाको डिमान्ड जोन हो तपाईँको 508 ₹2 के अरे 510सम्म वा 508देखि 10सम्मको रेन्जमा उठाउँदा नट ब्याड सर, यो राम्रै हुन्छ। किनभने ए सेटअप चाहिँ राम्रै छ क्या सर यसो, किन भन्दाखेरि भोल्युम हेर्नु न कत्रो खतरा मोमेन्टम क्यान्डल, यो डिमान्ड जोनबाटै उठाएको छ, हेर्नुहोस् त यो ठ्याक्कै मिलेको छ क्या सर। तपाईँको डिमान्ड ए जोनमै आएर मार्केट बााउन्स भयो, सप्लाई जोनमा गएर अलिकति चाहिँ घटेको छ। अब हामी चाहिँ सप्लाई जोनमा यो लेभलमा बेचेर 531मा बेचेर 510तिर भनेको ₹20 मात्रै आउँदो रहेछ, धेरै त हुन्न, यस्तो थोरै पैसामा अलिकति गर्नुहुन्न। यो स्ट्रङै छ सर, यो किनभने तल हेर्दा मोमेन्टम क्यान्डल छ, सेलरको स्ट्रेन्थ छैन, बायरको स्ट्रेन्थ छ, सेलरको स्ट्रेन्थ छैन। त्यही हजुर भएर चाहिँ यसमा चाहिँ आँट गर्दा हुन्छ, यो 10सम्मको लेभलमा अलिकति सोच्दा हुन्छ सर। टार्गेट चाहिँ यो लेभलसम्मको राखेर 570सम्मको राखेर र ए म्यानुफ्याक्चरिङ सेक्टर अलि स्ट्रङ पनि छ है, अरूको कम्पेरिजनमा म्यानुफ्याक्चरिङ सेक्टरले राम्रै गरिरहेछ। ल आजलाई चाहिँ यति नै गरौँ, हजुर हुन्छ किनभने रात परिसक्यो। तपाईँहरू आज कति यति बेलासम्म पनि 12जना चाहिँ बसिरहनु भएको छ। ल आजलाई यति गरौँ, अब बाँकी कुरा ल चाहिँ हजुर छुट्टा हुन्छ भोलि चाहिँ गरौँ ल है। हस् ल, सबैलाई गुड नाइट फेरि एकचोटि। र रिभिजन चाहिँ गर्नुहोस् है, मैले के पढेँ भनेर भोलि बिहान उठेपछि टक्क एकचोटि रिकल चाहिँ गर्नु है थ्योरीलाई, ल फेरि बिर्सिन्छ। ल हस् हजुर, गुड नाइट है त। गुड नाइट टु अल। ल गुड नाइट सबैलाई।